ल स्टार्ट गरौँ है त आजको क्लास। खै सरी, क्यागलको कसले के भन्नुभएको थियो, गर्नु भएन, च्याटमा राख्दै गर्नु ल, के हो भने अब चेरेर भन्छु, कसरी अरूलाई पनि कसले केही प्रब्लम आएको छ भने भन्नु। 2 दिन क्लासमा भने प्र्याक्टिस गर्नु पहिला थल्थ्यो होइन। सुरु गरौँ है त, अब 5 भइसक्यो अनि यसलाई चाहिँ जोइन गर्दै जाऊँ ल। ल स्क्रिन सेयर भइरहेको छ नि है। ल अस्ति चाहिँ हामीले के हेऱ्यौँ त, पान्डासको हल्का कुराहरू थियो, त्यो सकायौँ होइन। अनि डाटा भिजुअलाइजेसन किन गर्ने, अनि कस्तो कस्तो प्लटहरू केमा युज हुन्छ भन्ने कुराहरू गऱ्यौँ। अनि यो प्लट जुन हाम्रो एउटा प्लट हुन्छ, प्लटको कुराहरू बेसिक कम्पोनेन्टहरू चाहिँ के हो भन्ने कुरा गऱ्यौँ। अनि चाहिँ के भयो त अरू, हाम्रो म्याटप्लटलिब किन युज हुन्छ अनि कसरी चाहिँ बेस्ट प्र्याक्टिस गर्ने भन्ने कुरा भयो त। साउन्ड क्लियर छ नि है? ठिक छ, ओके। त्यसपछि हामीले लाइन प्लटको बारेमा चाहिँ हल्का हेरेको थियौँ, लाइन प्लट कसरी गर्ने भन्ने हेऱ्यौँ फर्स्टमा त हामीले। त्यसपछि त्यसलाई कस्टमाइज कसरी गर्ने भनेर हल्का होइन, मार्करहरू, लाइनको स्टाइल, कलर अनि लेबलहरू राख्न मिल्ने होइन, अनि एक्स लेबल, वाइ लेबल, टाइटलहरू, ग्रिड, लेजेन्डहरूको कुरा गऱ्यौँ। सुत्थ यादव क्लासको हो नि, लिमिट गरेँ। ओके, टाइटल, एक्स लेबल, वाइ लेबलको कुरा गऱ्यौँ। अनि के अरे ग्रिड भनेको के हो, लेजेन्ड भनेको के हो भन्ने कुराहरू पनि गऱ्यौँ होइन। अनि प्लटलाई चाहिँ डिफ्रेन्ट तरिकाले सेप पनि गर्नु मिल्छ भन्ने खालको कुरा गऱ्यौँ है त हामीले। ल अस्ति चाहिँ हामीले म्याट प्लटलिबको बारेमा धेरै कुरा गरिसकेको थिएनौँ। अनि त्यही प्लटलाई चाहिँ रिड पनि गर्नु मिल्छ एम रिड गरेर भन्ने कुरा पनि पत्ता लगायौँ है त अस्ति। मलाई पनि थाहा नभएको कुरा थियो यो। ल ओके, यतिसम्म चाहिँ हामीले प्लटको गरेको थियौँ। आज चाहिँ अब यसभन्दा अगाडि बढौँ है त। यतिसम्म त कसैलाई केही प्रब्लम भएको छैन होला, कसैले के भन्नुभएको पनि छैन के अरे, अब त्यति पनि सुरु भएको पनि छैन। बट त आज चाहिँ लगभग सकाउनुपर्छ है त हामीले। ल ओके, फर्स्टमा चाहिँ मैले अब यहीँ लाइन प्लटमा चाहिँ नर्मल हाम्रो इक्वेसनहरू टाइपको कुराहरू पनि प्लट गर्न मिल्छ त्यो देखाउँछु है त। जस्तै अब हाम्रो एउटा इक्वेसन छ वाइ इक्वल्स टु एक्स स्क्वायर भन्ने है त। यस्तो खालको एउटा इक्वेसन छ भने यसले कसरी प्लट गर्ने त, ओहो ठ्याक्कै आइहाल्यो। त्यसो भन्दा पनि एक्समा चाहिँ के गरौँ भन्दा एरिया आफै नलिएर चाहिँ यति लियो भने चाहिँ राम्रो प्लट आउँदैन होइन। के गरौँ त हामीले लिन स्पेस गरौँ, कतिदेखि कतिसम्म गरौँ त, -10देखि 10सम्म गरौँ। अनि 100वटा नम्बर लिएर है त। लिनियर स्पेसिङ गरेँ मैले -10देखि 10सम्म होइन। अनि कति 100वटा आइटम लिएँ त्यसभित्रको, भनेपछि चाहिँ नेगेटिभदेखि पोजिटिभसम्म जाने भयो। अनि वाइको सट्टा चाहिँ के राखेँ त मैले एक्स स्क्वायर भनेर राखेँ है त। अनि त्यसलाई प्लट गरेँ अनि सो गरेँ। अब यसमा प्लटको टाइटलहरू दिनु मिल्छ है त। प्लट डट के अन्त टाइटल दिएर के दिन्छ, वाइ इक्वल्स टु एक्सको स्क्वायर अन्त यति टाइटल दिएँ है त, अरू मैले दिइनँ। हेरौँ है त, ओके पहिला कनेक्ट गरौँ, रनर पनि गर्नु पऱ्यो होइन, यति गरेर त भएन। छैन त, ल ओके, हेर्नु भने वाइ इक्वल्स टु एक्स स्क्वायरको प्लट पनि भने त हामी केही पनि गरेनौँ। एक्समा चाहिँ नर्मली अब हामीले थोरै मात्र भेल्यु राखेको भए जस्तो स्मुथ खालको अब भन्नु थिएन नि त, के त्यहाँबाट आउँथ्यो। त्यही भएर चाहिँ अलिक धेरै 100वटा भेल्यु लिएँ मैले। अनि वाइ इक्वल्स टु एक्स स्क्वायर भनेर त्यसलाई प्लट गरेँ त। अब तपाईँले एक्सिसमा वाइ एक्सिसमा दिने कुराहरू त्योहरू त दिन सकिहाल्नुहुन्छ, त्यतितिर म गएन है त। जस्ट मैले नर्मल्ली प्लट कसरी गर्ने भन्ने खालको कुराहरू चाहिँ इक्वेसनको पनि है त। ल अब यो चाहिँ सिङ्गल थियो, अब चाहिँ हामीले एउटैमा चाहिँ मल्टिपल प्लटको कुराहरू है त। मल्टिपल के त लाइन प्लट्स इन सिङ्गल फिगर भनेर हेरौँ है त। एउटैमा चाहिँ मल्टिपल कुराहरूको लाइन प्लट गरेर चाहिँ त्यो कुराहरूले कसरी कम्पेयर गर्न सकिन्छ त भनेर हेरौँ है त। जस्तै एक्स भनेको चाहिँ मैले एउटा नम्पाइको एरे लिँदा पनि भयो अथवा नर्मल एरे लिँदा पनि भयो होइन। 10, 12, 15, 18, 19 गर्दै ल के लिँदा पनि भयो, गरेर लेख्नु पनि हुन्थ्यो हुन त। ल ओके 12, 17, 14, 15, 19 ल के लियौँ। अनि जेड भनेको पनि यस्तो एउटा के लियौँ, 10, 12 कति लियौँ, 13, 14, 15, 16 ल जति लिँदा पनि भयो त, साइज डजन्ट म्याटर। ओके, अब फर्स्टमा चाहिँ मैले के गर्छु त, सेम है त्यो एउटै पिएलटी भन्छ एउटा प्लट छ। प्लटमा मैले फर्स्टमा एक्स र वाइलाई गरेँ हो, फर्स्टमा पिएलटीमा प्लट गरेँ एक्स र वाइलाई, लेबल दिएँ लाइन 1 भनेर हो। अनि त्यसपछि फेरि पिएलटीमा प्लट गरेँ एक्स र जेडलाई हो, अनि लेबल दिएँ लाइन 2 भनेर है त। भन्नुभयो भने फर्स्टमा एक्स र वाइलाई गरेँ, अनि एक्स र
केलाई गरेँ त एक्स र जेडलाई गरेँ। अब यसलाई टाइटल दियो भने अझै बुझ्न सजिलो होला होइन। यसमा चाहिँ पिएलटी डट टाइटल भनेर दिउँ। टाइटल त एउटै हुन्छ होला हुन त, टाइटल त एउटै हुन्छ। जस्तो अब यो कुराहरू पनि हेरिहालौँ। जस्तै अब यहाँनिर मैले एउटा टाइटल दिएँ, हेरौँ है त्यो कसरी ओभरराइट हुन्छ भन्ने कुराहरू पनि हेर्न मिलिहाल्यो यहाँनिर फर्स्ट टाइटल भनेर। अनि यहाँनिर मैले एउटा प्लटको टाइटल दिएँ सेकेन्ड टाइटल भनेर है त यहाँनिर। ओके, अब एक्स लेभल वाइ लेभलको कुराहरू पनि दिँदा भयो त। जस्तै एक्स लेभल वाइ लेभल पनि यसरी नै ओभरराइट हुने हो। टाइटलको कुरा हेऱ्यो भने हामीले बुझिहाल्छौँ है त। जस्तै ओके, हामीले लाइन 1 र लाइन 2 भनेर दिएको छौँ लेभलमा, त्यो चाहिँ लेजेन्डले सो हुने भयो अनि प्लट सो हुने भयो। मैले एउटैमा के गरेको छु त प्लट गरेको छु। यहाँ हेर्नुभयो भने लाइन 1 भनेर चाहिँ ब्लू लाइन प्लट भयो, लाइन 2 भनेर चाहिँ के भयो त अरेन्ज लाइन प्लट भयो। यतिसम्म बुझ्यो होइन। अनि अब यहाँनिर हेर्नुभयो भने मैले यसको टाइटल दिएको थिएँ, यसको पनि टाइटल दिएको थिएँ। अब के भयो त यहाँनिर हेर्नुभयो सेकेन्ड टाइटल भनेर मात्र आयो क्या। हामीले चाहिँ के गरेको छौँ त एउटै प्लटमा गरेको छौँ, मल्टिपल प्लट बनाएको छैनौँ। एउटै प्लटमा एउटै फिगरमा एउटै क्यानभासमा गऱ्यो, क्यानभास एउटै फिगर पनि एउटै गरेको छौँ है त। हामीले एक्सिस पनि छुट्याएको छैनौँ। त्यो हुँदाखेरि चाहिँ एउटै माथि प्लट भयो भनेको चाहिँ हाम्रो के भयो त एउटा भेरिएबललाई पछि गएर फेरि ओभरराइड गरेको जस्तो भयो। पहिला चाहिँ मैले पिएलटीमा प्लट गरेँ, त्यसको टाइटल चाहिँ फर्स्ट टाइटल भनेर राखेँ होइन। अब यो कुरा हुन्थेन भने चाहिँ यो के हुन्थ्यो त फर्स्ट टाइटल भनेर एउटा लाइन मात्र प्रिन्ट हुन्थ्यो। यहाँ हेर्नुभयो भने फर्स्ट टाइटल भन्ने यहाँनिर फर्स्ट टाइटल हुन्थ्यो, लाइन 1 मात्र प्रिन्ट हुन्थ्यो। अब त्यसरी दुईवटा गरेर पछाडि चाहिँ मैले फेरि प्लटको टाइटल सेकेन्ड टाइटल भनेर ओभरराइड गरेपछि चाहिँ सेकेन्ड टाइटल भनेर आयो त। त्यही भएर चाहिँ यस्तो बेलामा चाहिँ दुईवटा टाइटल यसरी राखिराख्ने मिस्टेक भन्दा पनि अब जरुरी भएन भनौँ न, माथिको ओभरराइटै हुने वापस त। ओके, यसमा चाहिँ मल्टिपल प्लट भनेर लेखौँ होइन। अनि यसको एक्स एक्सिस र वाइ एक्सिसको कुरा पनि एउटा दिँदा हुने भयो, किन भन्दा दुइटैको लागि एक्सिस एउटै हो होइन। पिएलटी डट एक्स लेभल र पिएलटी डट वाइ लेभल चाहिँ एउटै दिँदा हुने भयो। ओके, अहिले दिइनँ है तपाईँलाई, बुझ्नु भएन। एउटै फिगरभित्र चाहिँ हामीले के गर्यौँ त मल्टिपल लाइनहरूले प्लट गऱ्यौँ। अब यसको भित्र मार्करहरू दिने कुरा, लाइनहरू डटेड गर्ने कुरा, त्यो कुराहरू त कस्टमाइजेसनको कुराहरू हजुरहरूले ट्राई गर्नुहुन्छ है त। ल मैले कन्सेप्ट चाहिँ दिएँ। ओके, अब यो चाहिँ के थियो त एउटै फिगरभित्र दुईवटा लाइन तिनवटा लाइन प्लट गरेर हामीले के गरेको थियो कम्पेयर गरेको थियो होइन। यसरी नगरेर के गर्न सकिन्छ त हामीले सब प्लट बनाएर चाहिँ मल्टिपल प्लट्सहरू चाहिँ एउटै क्यानभासमा पनि बनाउन सकिन्छ भनेर अस्ति हामीले भनेको थियौँ है त। त्यो कुराहरू हेरेर त मल्टिपल लाइन प्लट्स विथ युजिङ सब प्लट लेख्ने थियो, युजिङ सब प्लट। ओके, यो गरौँ। यसको लागि एक्सवाइजेडको भेल्यु आयो त, माथि चाहिँ थियो त्यही भेल्यु नै आयो। त्यति राम्रो लाइन त बनाएको थिएन, ठिकै छ, हामीलाई लाइनले फरक पर्ने होइन। अब फर्स्टमा चाहिँ मैले के गर्छु त भन्दा दुईवटा भेरिएबल हेर्नु है त, फिगर भन्ने एउटा भेरिएबल लिन्छु होइन, एक्सिस भन्ने एउटा भेरिएबल लिन्छ। त एएक्स इएस एक्सिस भन्ने थियो नि होइन, एएक्स इएस एक्सिस भन्ने नजुकिन है त। यहाँ चाहिँ एएक्स भनेर मैले तल फेरि युज गर्नुपर्छ भनेर त्यसलाई के गरेँ त प्लट डट सब प्लट गरेँ होइन। 2,2 गर्छु है त, तपाईँलाई अहिले बुझ्नलाई सजिलो होस् भनेर 2,2 गर्छु। अनि यहाँनिर हामीले फिगर साइजहरू पनि दिनु मिल्छ है त। 2,2 गर्छु अनि कमा फिगर साइज पनि दिन्छ है त, फिग साइज भनेर खोइ कहाँ गयो, फिगको साइज इक्वल्स टु 12,8 दिनु मिल्यो। ओके भएन होइन, ठिकै छ नि होइन, देखिरहेको छ नि। ल ओके, यतिसम्म भयो। मैले के गरेँ त एउटा फिगर एक्सिस भन्ने दुईवटा कुरा गरेँ, त्यसमा चाहिँ प्लट डट सब प्लट गरेँ। यसमा चाहिँ दुईवटा कुरा रिटर्न गर्दो रहेछ। त्यो कुरा चाहिँ फिगर र एक्सिस भनेर दुईवटा टपल, यसले चाहिँ एउटा टपल रिटर्न गर्दो रहेछ। त्यो कुरा चाहिँ यो दुईवटा भेरिएबलमा लिएर राखेँ है त। हेर्नुभयो भने यसमा के छ त भेरिएबल फिगर छ, यसमा चाहिँ के छ त एक्सिस चाहिँ एनी हुन सक्यो भन्ने कुरा छ। ओके, अब यसलाई चाहिँ के गर्नु पऱ्यो त एक एक गर्दै युज गर्नु पऱ्यो। मैले हरेकचोटि एएक्सको 0,0 भनेर यसरी यहाँ जसरी रेकमेन्ड गरेको छ नि यसरी पनि गर्न सक्छु होइन। यसरी गर्नुभन्दा सजिलो चाहिँ के भयो त एलाई चाहिँ फर्स्टमा इनिसियलाइज गरिदिने है त। ए भनेको चाहिँ के त एएक्सको 0,0 भनेर यसरी इनिसियलाइज गरिदिने। अनि तल चाहिँ ए डट भनेर प्लट गर्नु मिल्यो है त। माथिको जस्तै हो, माथि चाहिँ पिएलटी डट भनेर लेखिन्थ्यो। फर्स्टमा चाहिँ फिगर एक्सिस भनेर दुइटा यसरी भेरिएबल लियो, त्यसपछि चाहिँ जुन यो ए एक्सिस थियो एएक्स इएस एक्सिस हो है त। यो एक्सिसको 0,0 भन्नेमा यहाँ हेर्नुभयो भने हामीले कति त टाइट साइज सब प्लटको साइज 2,2 लिएको छौँ। 2,2 भनेपछि 0,0 0,1 1,0 र 1,1 भन्ने चारवटा प्लट बन्ने भयो। एकछिन बुझेन भने फिगर भनेपछि बुझिन्छ है त। एकछिन सर सुनौँ अनि फेरि म एकचोटि एक्सप्लेन गरिदिन्छु। अनि त्यसको एक्सिसको 0,0 भन्नेमा चाहिँ मैले के गरेँ त ए भन्ने भेरिएबल सेट गरेँ अनि एमा चाहिँ प्लट गरेँ। अब माथि यसरी पिएलटीमा प्लट नभएर चाहिँ अब यतिमा है त 0,0मा चाहिँ प्लट गरेँ मैले के त लाइन 1 प्लट गरेँ एक्स र वाइलाई। ओके, अब यही कुरालाई मैले कपी गर्छु त ल होइन। अनि के गर्छु त
जहाँनिर ए थियो त्यहाँनिर के गरिदिन्छु त बी गराइदिन्छु है त बी गराइदिन्छु यहाँ पनि बी गराइदिन्छु अनि 0 0 को सट्टै के गर्छु त अब मैले यहाँ 0,1 भनेर लेखिदिन्छु है त अनि एक्स वाइ प्लट भएको सट्टै एक्स र जेड प्लट गरिदिन्छु ओके यति हेरौँ है त अहिलेलाई यति हेरौँ मैले अरू धेरै कुराहरू पनि लेखिनँ है त अनि पिएलटी डट सो लेजेन्डहरू यताउति लेखिनँ है त मैले लेजेन्ड त अब लेजेन्ड लेखेको पनि त लाइन 1 लाइन 2 भनेर छ त के भयो फिक्स साइज त ओके यहाँ हेर्नुभयो भने हेरौँ है त हल्का मैले जुम आउट गरेँ है त एकछिनलाई कोड भन्दा पनि हामीले एकछिन यो हेरौँ फिगर हेरौँ भनेर यो अझै सानो गराएको भए चाहिँ हुन्थ्यो होला 12,8 भन्दा पनि 8,6 ल ओके हेरौँ है त फर्स्टमा चाहिँ मैले के गरेँ भन्दा सुरुमा 3टा भेरिएबल लिस्टहरू गरेँ होइन लिस्टहरू इनिसियलाइज गरेँ त्यो त सिम्पलै कुरा भयो त्यसपछि चाहिँ मैले के गरेँ त प्लटलाई चाहिँ सिधै पिएलटी डट भनेर माथि गरेको थिएँ नि पिएलटी डट प्लट भनेर गरेको थिएँ जुन लाइन प्लट गर्ने बेलामा अनि पिएलटी डट टाइटल गर्दै त्यसरी नगरेर पिएलटीमा के गरेँ त मैले सब प्लट भन्ने मेथड कल गरेँ सब प्लटले चाहिँ के दिँदो रहेछ फिगर र एक्सिस भन्ने दुईवटा कुरा दिँदो रहेछ एक्सिसमा चाहिँ अब मैले डिफाइन गर्दै एक एकवटा फिगर लगिदिए राखेँ है त अनि फिगर साइज भनेको 8,6 भनेको चाहिँ टोटल फिगरको साइजहरू 8,6 को होइन विड्थ र हाइटको कुरा त्यो चाहिँ त्यो त्यही डिफाइन गर्न भने डिफल्ट भेल्यु आउँछ मैले चाहिँ अलिकति यो ठुलो हुन्छ हेर्न सजिलो होस् भनेर सानो राखेको है त ल फर्स्टमा चाहिँ मैले यो हेर्नुभयो भने यो 0 0 यो 0 1 यो 1 0 यो 1 1 हो नि मैले सब प्लट चाहिँ कतिको गरेको छु त 2,2 को गरेको छु एकछिन है त्यो सानो भएर हल्का देखिएन भने चाहिँ एकछिन बियर विथ मी है त 2,2 को गरेको छु अनि यहाँ 2,2 गर्दाखेरि चाहिँ 0 0 0 1 1 0 र 1 1 भयो त्यो भएर मैले के गरेँ त 0 0 मा चाहिँ केले इनिसियलाइज गरेँ एले इनिसियलाइज गरेँ अनि एमा चाहिँ के गरेँ त प्लट गरेँ प्लट भनेको लाइन प्लट हुने भयो त्यसमा के त एक्स र वाइ अनि लेभलमा चाहिँ लाइन 1 भनेर एक्स र वाइलाई प्लट गरेँ है त टाइटल भयो लेभल चाहिँ अब लेजेन्ड देखाएको भए हुन्थ्यो लेभल त नराख्दा पनि भयो होइन अब लाइन 1 र लाइन 2 भनेर एउटै लाइनमा हुँदाखेरि राख्ने कुरा हो जस्तै अब यहाँनिर एक्स लेभल वाइ लेभल पनि गरौँ है त ए डट के गर्नु पर्यो त एक्स लेभल गर्नु पर्यो एक्स लेभलमा के त एक्स भ्यालुज अनि ए डट वाइ लेभल गर्नु पर्यो होइन ए सेट त होइन नि ओके यसमा सेट एक्स लेभल हुन्छ होला है त सरी उता चाहिँ सिधै एक्स लेभल हुन्थ्यो सेट टाइटल सेट एक्स लेभल र सेट वाइ लेभल हुन्छ है त यो सब प्लटमा चाहिँ टक्क म पनि झुक्केँ होइन याद आयो सेट अन्डर स्कोर वाइ लेभल है त ल अघि हामीले माथि हेऱ्यौँ भने चाहिँ जस्ट प्लट गर्दाखेरि चाहिँ हामीले सिधै के हेर्ने त यहाँनिर छैन कहाँ छ प्लटको एक्स लेभल प्लटको वाइ लेभल अनि प्लटको सिधै टाइटल भनेर दिन्थ्यो प्लट गर्दाखेरि चाहिँ डट टाइटल डट एक्स लेभल र डट वाइ लेभल भनेर अब हाम्रो सब प्लट गर्दाखेरि चाहिँ सेट भनेर लेखिदिनुपर्छ है त अगाडि अरू केही पनि फरक होइन है सेट टाइटल सेट एक्स लेभल र सेट वाइ लेभल लेखिदिनु पऱ्यो त्यस्तै गरेर यहाँनिर के त वाइ भ्यालुज ओके यसलाई कपी गरौँ अनि यसलाई यहाँ तल पनि राखिदिउँ होइन यहाँ चाहिँ के प्लट गर्ने एक्स र हामीले के गरेको त जेड भन्ने कुरा प्रिन्ट गरेको छौँ ल यसलाई गऱ्यो भने है त्यहाँनिर यता चाहिँ एक्स भेल्यु र जेड भेल्युज भन्ने आयो यसमा किन आएन ए होइन नि त बीको हो नि त गर्ने एक्स भेल्युज र वाइ भेल्युज भनेर लाइन 1 मा आयो लाइन अनि यता चाहिँ यसो लाइन 9 2 यसको टाइटल चेन्ज गरेर हुन्छ नि त ओके लाइन 2 मा के आयो त्यही एक्स भेल्युज र जेड भेल्युज भनेर आयो त बुझ्नुभयो नि अब चाहिँ माथिको जस्तै एउटै प्लटमा भएन त्यही भएर हामीले मल्टिपल टाइटल दिँदा मल्टिपल एक्स लेभल र वाइ लेभल दिँदाखेरि चाहिँ मल्टिपल फिगरमा हुने भयो माथि चाहिँ एउटै थियो र ओभरराइड भएको थियो यहाँ त्यो जब यसको टाइटल यसको लेभल र यसको वाइ लेभल एक्स लेभल वाइ लेभल त्यसकै हुने भयो अनि बीको पनि यसको टाइटल यसको एक्स लेभल र वाइ लेभल आफ्नै हुने भयो है त एकअर्कामा उ गर्ने भएन अनि अब हेर्दै जानुभयो भने यहाँ के देखियो त भन्दा जस्तै अब मैले यहाँनिर अर्को एउटा प्लट गर्छु है त यहाँ कपी गर्छु यसरी यसलाई तल सारिदिन्छु अनि 0,1 भने चाहिँ मैले यहाँ के लेख्न सकेँ त 1,0 भनेर लेखिदिन सकेँ अनि बी भएको ठाउँ हरेक ठाउँ मैले के लेखिदिन्छु सी लेखिदिन्छु सी होइन अनि वाइजेडको प्लट गरौँ है त एउटा ल ओके वाइ भेल्युज र जेड भेल्युज ल ओके यहाँ हेर्नुभयो भने यहाँ हेर्नु त के भयो त लाइन 2 भन्ने जुन टाइटल त मैले चेन्ज गरेको छु होइन लाइन 3 अनि यो चाहिँ नराख्दा पनि हुन्छ राखिहाल्यो लेभल पनि 3 अब हेर्नुभयो भने यहाँको लाइन 3 र माथिको एक्स भेल्युज भन्ने कुरा के भयो त मर्ज भयो क्या एकै ठाउँमा हेर्नुभयो नि एकै ठाउँमा ओभरल्याप भयो रिडेबिलिटी घट्यो हाम्रो बुझ्नुभयो नि यसको लागि चाहिँ हाम्रो एउटा यति लेखिदिँदा हुन्छ है त धेरै कुराहरू केही गर्नु पर्दैन फिगर साइजहरू त केही चेन्ज गर्नु पर्दैन प्लट डट के लेख्नु त
लेआउट भन्ने लेखिदिने है त ल। प्लट डट टाइटल लेआउट लेखेको थियो भने चाहिँ यो कुराहरू आफै मिल्छ है त सब प्लटमा। सब प्लट भनेको चाहिँ के गर्दो रहेछ त, फर्स्टमा चाहिँ हाम्रो कतिको प्लट बनाउने हो त होइन, क्यानभासलाई कतिमा डिभाइड गर्ने। अहिले 2,2 गरेँ मैले, यसले जति धेरै फिगर चाहिएको छ त्यसअनुसार चेन्ज गर्नु मिल्छ है त। 4,4 गऱ्यो भने धेरै ठुलो क्यानभास, यत्रो क्यानभास बन्छ है होइन, कति फिगर एकैचोटि प्लट गर्नुपर्छ त्यसअनुसार गर्न मिल्यो है त। यो 2,2 भनेर चाहिँ 4वटा गर्नु मिल्यो एकचोटिमा। अनि हरेकको के गर्दै इन्डेक्सिङ गर्दै 0,0मा के प्लट गर्ने, 0,1मा के प्लट गर्ने, अनि 1,0मा के, अनि 1,1मा के, त्यसरी प्लट गर्ने। हरेकको के हुने भयो त छुट्टा छुट्टै प्लट। अब त्यो हरेकमा मैले के गरेँ त लाइन प्लट मात्र गरेँ होइन। अब यो पछाडिसम्म कन्सेप्ट यही हो है त, लाइन प्लट गर्दा पनि, स्क्याटर प्लट गर्दा पनि, हाम्रो बार प्लटहरू गर्दा, हिस्टोग्राम जे गर्दा पनि मल्टिपल सब प्लटहरू गर्नु पऱ्यो भने सुरुमा यसरी इनिसियलाइज गर्ने, अनि त्यसपछि यहाँनिर यसरी यहाँ इन्डेक्सिङ एउटा फर्स्ट भेरिएबल सेट गर्ने, त्यसमा चाहिँ प्लट गर्ने बेला यहाँ प्लट लेख्यो भने के हुने त लाइन प्लट हुने भयो होइन, हिस्ट लेख्यो भने हिस्टोग्राम प्लट हुने भयो। त्यसरी चाहिँ बिस्तारै जे चाहिएको छ त्यसअनुसार प्लट गर्दै गएपछि मल्टिपल प्लट्सहरू एकै ठाउँमा गर्नु मिल्दो रहेछ है त। यो चाहिँ हामीले माथि कुरा गरेको थियौँ नि, यहाँनिर कुरा गर्दा यो एक्सिस र एक्सेस भनेर कुरा गरेको थियौँ नि। यो एक्सेस भनेको चाहिँ यो है त, एक्सिस एक्सेस भनेको चाहिँ यो कुराहरू भयो कि एक्सेस भनेको 00, 01, 10, 11 भनेर 4वटा जुन एक्सेसमा प्रिन्ट गरियो नि हाम्रो फिगरहरू, यो कुरा चाहिँ के भयो त एक्सेस भयो ल। ओके, हामीले यो पनि हेऱ्यौँ है त। अब एउटै क्यानभासमा मल्टिपल प्लट्सहरू छुट्टा छुट्टै गर्ने कसरी भन्ने कुराहरू पनि हेरियो। ओके, अब चाहिँ हामीले केमा जाऊँ त, बार प्लटमा जाऊँ है त। बार प्लट भनेर जाऊँ। यसमा चाहिँ अब मैले यहाँनिर टेक्स्टै राखिदिन्छु है त तपाईँहरूलाई सजिलो होला। बार माथि पनि मिलाइदिन्छु है त मैले, पछि भिजुअलाइज गर्न सजिलो होस् भनेर लेखिराख्नु परेन। ओके, अब बार प्लट गर्नको लागि चाहिँ मैले हल्का अब सुरुमा के गरौँ भन्दा एउटा केही भिजुअलाइज गर्ने खालको कुरा हेरौँ न होइन, नम्बर मात्र भन्दा पनि एउटा प्रोडक्ट भन्ने कुरा राखौँ। प्रोडक्ट भन्ने कुरा यसमा चाहिँ एउटा लिस्ट बनाऊँ होइन, डिफ्रेन्ट प्रोडक्टको जेको बनाउँदा पनि भयो। जस्तै मोबाइलको ब्रान्ड बनाऊँ, स्यामसङ भयो, एप्पल भयो होइन, के हुन्छ त ओप्पो भन्ने छ होइन, अनि जस्तै रेडमी भन्ने छ होइन। ओके, त्यस्तो भयो यसलाई हामीले इक्जाम्पल हेर्ने त होइन। अनि सेल्स चाहिँ कति भयो यिनीहरूको भन्ने कुरा हेरौँ है त। सेल्स भनेर हेरौँ, सेल्सको नम्बर चाहिँ जस्तै अब कुनै रिजनमा हो भन्ने बुझौँ है त। अहिले धेरै हामीले गर्नु परेन, यसको 12वटा सेल भयो, यसको 15वटा भयो, यसको 20वटा भयो, यसको चाहिँ 14वटा सेल भयो भन्ने कुरा बुझ्यौँ। यसलाई चाहिँ हामीले के गर्ने त प्लट गर्ने हो जस्ट। अब एउटा मात्र प्लट गर्ने भने प्लट डट बार लेख्ने, अनि केलाई गर्ने त प्रोडक्ट र सेल्सलाई गर्ने हो प्लट डट सो गर्ने। सो गर्नुभन्दा अगाडि हामीले के गरौँ त प्लट डट के गरौँ त फर्स्टमा एक्स लेभल दिउँ है त। एक्स लेभल दिँदाखेरि एक्स लेभलमा प्रोडक्ट, वाइ लेभलमा सेल्स, अनि प्लटको डट के त टाइटल। टाइटल चाहिँ के दिउँ त सेल्स प्रोडक्ट्स पर्सेस सेल भनेर दिउँ है त। इन फाइनेन्सियल इयर 2020 भनेर लेखिदिउँ न, केही हो जस्तो भयो नि त होइन। ल यो गऱ्यौँ भने के भयो त्यही यतातिर स्यामसङ, एप्पल, ओप्पो र रेडमी आयो, कति सेल भयो तिनीहरूको भन्ने कुरा आयो। सेम है त कुराहरू, एक्स लेभलको कुरा वाइ लेभलको कुरा सेम हो, टाइटलको कुरा सेम हो, प्लटहरू सो गर्ने कुरा होइन। अब एक्सटिक वाइटिकको कुराहरू पनि हामीले गरेको थियौँ, लेजेन्ड्सहरूको कुरा गर्ने होइन, अनि यसलाई कस्टमाइज गर्ने होइन। यहाँनिर अब फन्टहरू दिने मैले यहाँनिर फन्ट फ्यामिली के दिने होइन, कलरहरू कस्तो दिने, सबै कुराहरू सेमै है त। अब यहाँनिर जस्तै अब हामीले डिफ्रेन्ट कलर दिनु मिल्छ सबैलाई भने के गर्न सक्यो त, कलर इक्वल्स टु अब एउटा मात्रै दियो भने त सबैमा त्यही जान्छ होइन, जी मात्र यति मात्र गऱ्यो भने त सबैमा त्यही हुन्छ। हल्का एक दुईवटा कुरा भनिहाल्छु, एउटा मात्रै दिँदा के भयो त सबै कलर के भयो त ग्रिन भयो। होइन मलाई चाहिँ सबैलाई फरक फरक दिनु मन छ भने चाहिँ के गर्नु त लिस्टै पास गर्न सकिन्छ है त यसमा। जस्तै फर्स्टमा रेड गरौँ, कमा अर्कोलाई के गरौँ त ग्रिन गरौँ, कमा अर्कोलाई के गरौँ त ब्लू गरौँ, अनि अर्कोलाई के भनौँ त अरू के हुन्छ यसको सायनको सिवाई हुन्छ कि हुँदैन भन्ने जस्तो लाग्छ, हुँदैन जस्तो लाग्छ हेरौँ है त। सिवाई हुँदैन रहेछ, फेस कलर एक कलर सिवाई हुँदैन रहेछ, यसलाई पनि रेडै गरिदिउँ न। यो इरेर जस्तो लाग्यो अरू र यही होला ए रेड ग्रिन ब्लू रेड होइन। अरू पनि अब कलरको नामहरू के हुन्छ, नभए सिधै होल नाम दिँदा पनि हुन्छ यहाँनिर सिवाइएन भनेर यसरी दिँदा पनि साइन कलरको। यसरी डिफ्रेन्ट कलर दिनु मन लाग्यो भने यसरी दिँदा पनि मिल्यो है त। अनि अब यसैलाई ह्याच गर्नु पऱ्यो भने मैले यो छुट्टा छुट्टै कोड राखिदिएको छैन ल, यसमै एक्सटेन्ड गर्दै गएको छु, जति राख्दा पनि हुन्छ, यो सबै राख्नै पर्छ भन्ने कुरा होइन, एक एक कुरा हटाउँदै गएर हेर्न मिल्छ भनेर राखिदिएको छैन है त। त्यो ह्याचिङ गर्नु मिल्यो, यस्तो कुराले चाहिँ ह्याचिङ गर्ने अब है हरेक उसमा होइन। प्लसले पनि मिल्छ जस्तो लाग्थ्यो, प्लस प्लस यसरी ह्याचिङ भयो, कसरी ह्याचिङ गर्ने हो त होइन भित्र, त्यसअनुसार ह्याचिङहरू पनि गर्नु मिल्यो है त ल।
यो चाहिँ के भयो त बार प्लट भयो। बार प्लट गर्ने डिफ्रेन्ट कलर गराउन नि मिल्यो। अब त्यसअनुसार डिफ्रेन्ट कस्टमाइजेसन कलरहरूको होइन, अनि ह्याचिङहरू डिफ्रेन्ट राख्न पनि सक्यो। अनि एक्स लेभल वाइ लेभल राख्ने कुरा, अनि यताको एक्सटिक वाइटिकहरू राख्ने कुरा त्यही हो। यता सिमिलरै कुरा हो, त्यस्तो केही पनि छैन। ओके, लगभग अब सबै प्लटहरू सिमिलरै हुन्छ। म के गरिदिँदै जान्छु होइन। अब उ भयो भने चाहिँ के भयो भने भन्नु है त। ल जस्तै अब यसलाई कपी गरेँ मैले, यहाँ पी गरेँ, अनि ह्याच चाहिँ हटाएँ। त्यो ह्याच चाहिँ मलाई मन पर्दैन देखि नर्मल्ली हेर्दा। ल ओके, जस्तै मैले यहाँ बार भनेर लेखेको थिएँ नि, बारको सट्टा चाहिँ मैले के लेख्न सकेँ त अब भन्दाखेरि बार पी के अरे बार एच लेख्यो भने चाहिँ के भयो त, यो होरिजेन्टल बार प्लट भयो त। सिमिलर कुरा, बारको पछाडि एच थपिदियो भने चाहिँ के भयो त, होरिजेन्टल बार प्लट भयो। यसको पनि कस्टमाइजेसनको कुराहरू सिमिलर नै हो, बुझ्नुभयो नि। केही छैन है त, मैले सर्र अगाडि लगिरहेको छु। केही बुझ्नु भएन भने भन्नु है त। ल ओके, अब चाहिँ हामीले के गरौँ त भन्दाखेरि एउटैमा चाहिँ मल्टिपल ग्रुपहरूको बार प्लट चाहिँ कसरी गर्ने भन्ने त हेरौँ है त। बरु यो चाहिँ अलिकति ग्रुप बार प्लट भनेर हेरौँ। यसमा चाहिँ के गरौँ त, माथिको जुन छ नि प्रोडक्ट, ल ओके यहीँ यो कुराहरू लिउँ है त। यहाँनिर प्रोडक्ट लिम, यो सेल्स पनि लिम होइन। ल ओके, सेल्स पनि लिम। सेल्स चाहिँ अब हामीसँग के छ त 2020को छ एउटा, अनि अब अर्को चाहिँ सेल्स 2023 भनेर भनौँ है त। एउटा सेल्स छ कतिको त 2023को है त। यो पनि लिम हामीले कस्तो, यसको 15 भयो मानौँ, यसको 20 भयो, यसको 26 भयो, यसको 50 जो भयो होला मानौँ। 50 फेरि धेरै ठुलो देखिन्छ, 23 ल यति भयो है त। अब चाहिँ हामीसँग के छ त, एउटै कुरा एउटै प्रोडक्टको चाहिँ मल्टिपल कुराहरूलाई चाहिँ के गर्नुपर्ने छ त, कम्पेयर गर्नुपर्ने छ है त। अब जस्तै मैले यहाँ हेर्नु, यसले मलाई रेकमेन्ड गरेँ, मैले प्लट गरेँ है त। प्लट डट सो मात्र गर्छु, टाइटलहरू केही पनि राखिनँ मैले। यत्तिकै प्लट गरेँ भने हेरौँ है त, यहाँ के हुन्छ हेर्नु त, एउटा मात्र प्लट आयो। जस्तै अब हेर्नु भने 15, 20, 26 र 23 भन्ने जुन प्लट थियो नि, 15, 20, 26 र 23 वाला, त्यो प्लट भयो है त। अब कुन प्लट के हो भनेर बुझ्नको लागि चाहिँ हामीले यहाँनिर कलर फरक फरक राखौँ है त। जस्तै अब यसको चाहिँ कलर इक्वल्स टु के गरौँ, त्यसको ग्रिन गरिदिउँ। यसको चाहिँ कलर इक्वल्स टु के गरिदिउँ त, हामीले रेड गरिदिउँ है त। हेर्नुभयो भने सबै रेड कलरको प्लट भयो नि। अघि जुन मैले माथि भनेको थिएँ नि एउटै प्लट हो, प्लटलाई चाहिँ के गर्यो त ओभरराइड गर्यो भने चाहिँ पछिल्लो प्लट हुन्छ भनेको थिएँ। त्यही भएर यो पछिल्लो कुरा चाहिँ प्लट भयो, अगाडिको कुरा चाहिँ ओभरराइड भयो। अब यसमा चाहिँ हामीले के गर्ने हो त, माथिको जसरी यसरी दुईवटा डिफ्रेन्ट फिगरमा गर्ने होइन, हामीले चाहिँ के गर्ने त एउटै फिगरमा यहाँनिर यतिमा चाहिँ फाइनेन्सियल इयर 2022को देखियोस्, अनि यस पछाडि चाहिँ फाइनेन्सियल इयर 2023को देखियोस् भनेर प्लट गर्ने हो। अब यहाँनिर नर्मल्ली हेर्नुभयो भने यसको यो जुन छ नि यो सेन्टर, स्यामसङको सेन्टरदेखि हाफ यसको प्लट यता गएको छ हो। विड्थ हेर्नुभयो भने यसको सेन्टरदेखि हाफ विड्थ यता गएको छ, हाफ विड्थ पछाडि गएको छ, अगाडि हाफ विड्थ पछाडि हाफ विड्थ होइन, सबैको त्यस्तै गरेर प्लट भएको छ नि हेर्नुभयो भने होइन। यो कुरालाई युज गरेर चाहिँ हामीले हाफ हाफ गरेर चाहिँ प्लट गर्न सकिन्छ है त यस्तो कुराहरूलाई। त्यसको लागि चाहिँ फर्स्टमा मैले के गर्छु त भन्दा एउटा एक्स लिन्छु। एक्स भनेको चाहिँ के गर्छु मैले नम्पाई गर्छु। लेन्थ अफ प्रोडक्टलाई चाहिँ मैले के गर्छु त, यहाँ हेर्नुभयो भने यो जुन सबै प्रोडक्ट छ नि, यो प्रोडक्टको लेन्थ लिन्छु, अनि त्यसलाई चाहिँ एउटा के गरेर एरे बनाएर राख्छु है त, नम्पाईको एरे। बुझ्नुभयो, नम्पाईको एरे बनाएको केही पनि हेर्नु, नम्पाई डट अरेन्ज भनेको नम्पाईको एरे हुन्छ। लेन्थ प्रोडक्ट भनेको जति छ प्रोडक्टको लेन्थ त्यतिवटा चाहिँ के गर्ने त नम्पाई एरे बनाउने भनेर बनाएँ त मैले। त्यतिसम्मको रेन्ज भनेको चाहिँ 0देखि 0, 1, 2, 3 वाला बन्यो है त। ल ओके, अनि मैले के गर्ने भयो त यहाँनिर हेर्नुभयो भने सर आयो है त। प्लट डट बार गरेँ होइन, 0.2 किन गरेँ यसले, 0.2 गर्ने होइन त, विड्थ लिन्छु है त। त्यो अब अनि मैले विड्थ भनेर एउटा सेट गरेँ है त, 0.4 भनेर। विड्थ भनेको चाहिँ यो जुन यो पुरै प्लट भएको छ नि, यो यहाँदेखि यहाँसम्मको विड्थ भनेको चाहिँ जस्तै माने मैले 0.4 भनेर माने है त। ओके, 0.2 नै गर्ने भनेर लेख्यो, त्यही भएर मैले त्यही नै गर्छु भनेर विड्थ डिभाइड बाई 2 गरिदिएँ यहाँनिर फर्स्टमा मैले होइन। ल ओके, विड्थ डिभाइड बाई 2 गरेँ। सेल्स 2020को विड्थ चाहिँ विड्थै भयो यो, अब लेखिराख्नु परेन यहाँनिर। ल ओके, विड्थ भयो। लेभल चाहिँ 2022, कलर चाहिँ ग्रिन गरेर गरेँ होइन। अनि अर्कोमा चाहिँ के गरेँ त, एक्स प्लस विड्थ बाई 2 गरेँ। सेल्स 2022को विड्थ लेभल 2023 गरिदिएँ। अनि यहाँनिर कलर के गरेँ त, ब्लू गरेँ त मैले। यसरी प्लट गऱ्यौँ भने चाहिँ डाटा चेन्ज गरेन हामीले, डाटा चेन्ज गर्नु पऱ्यो नि त। हेर्नुभयो भने फर्स्टमा के गरेँ त मैले एउटा विड्थ सेट गरेँ त 0.4 भन्ने, यसको सबैको विड्थ 0.4 सेट गरेँ। अनि के गरेँ त, एक्स भनेको चाहिँ मैले भेल्यु लिएँ अरेन्ज भनेर। लेन्थ अफ प्रोडक्ट भनेको लेन्थ अफ प्रोडक्ट कति छ त 0, 1 के अरे 1, 2, 3, 4 भनेपछि प्रोडक्टको लेन्थ 4 छ। त्यही भएर त्यो
नम्पाई डट अरेन्ज 4 गर्दा त के आउने भयो त मेरो भेल्यु 0 1 2 3 को एउटा नम्पाई एरे भन्ने भयो हो। भनेपछि अब एक्सको भेल्यु फर्स्टमा कति कति सेट छ त 0 भनेर सेट छ, 0मा सेट त यहाँ 0मा आयो हो। अनि 0 देखि मैले के गरेँ त विड्थ बाई 2 सम्म चाहिँ अगाडि एक्स माइनस विड्थ बाई 2 बाट चाहिँ स्टार्ट गर्ने भन्ने यहाँबाट चाहिँ स्टार्ट गरेँ होइन, एक्स माइनस विड्थ बाई 2 बाट। अनि त्यसपछि चाहिँ के गरेँ त्यसको सबैको विड्थ चाहिँ विड्थै राख्ने भनेर भने विड्थै राख्यो होइन। अनि त्यो गर्दाखेरि चाहिँ कतिसम्म आयो त्यही यो सबै भयो, यसको माइनस 0.2 माइनस विड्थ बाई 2 गर्दा यता गयो, प्लस विड्थ बाई 2 गर्दा यता गयो त्यही। यसको चाहिँ एक्स माइनस विड्थ बाई 2 गरेँ, यसमा चाहिँ एक्स प्लस विड्थ बाई 2 गरेँ। यहाँबाट स्टार्ट गरेर माइनस 0.2 गर्दा 0 माइनस 0.2 गर्दा कति भयो त माइनस 0.2 भन्नेबाट स्टार्ट भयो, त्यही भएर माइनस 0.2 देखि 0सम्म यो प्लट भयो। अनि 0 प्लस 0.2 गर्दा 0.2 पुग्यो, त्यही भएर 0.2 सम्म यो प्लट भयो टाइपले गएको है त। यो उठ चाहिँ 0.4 नै रहेको छ, त्यही भएर त्यसरी भएको छ। र यो चाहिँ यसरी प्लट गर्नु मिल्दो रहेछ। यो चाहिँ के भयो त बार प्लट भयो, एउटै फिगरमा चाहिँ मल्टिपल त्यो कुराहरू चाहिँ प्लट गर्न यसरी मिल्यो। अघि चाहिँ अब जुन जसरी हामीले यो लाइन प्लट गरेको थियौँ नि हो, यसरी लाइन प्लट यसरी चाहिँ यो बार प्लट यसरी गर्नु मिल्यो है त। ओके, अब यसमा चाहिँ हेऱ्यो भने अब कुन कहिलेको भन्ने कुरा हामीलाई त्यो थाहा भएन नि त होइन। यहाँ लेभल त दिएको थियौँ 2023 भनेर। यसलाई देखाउनको लागि के गर्ने त हामीले प्लटको एलइजी एन्ड डिएस लेजेन्ड्स भनेर दियो भने लेजेन्ड्स कि लेजेन्ड होला, लेजेन्ड भनेर दियो भने यहाँ माथि आयो एक्स 2022 र 2023 भन्ने कुराहरू है त। ल अब यसको एक्सटिकहरू पनि चेन्ज गर्न मिल्यो है त। यहाँ हेर्नुभयो भने के थियो त यहाँनिर तल रेडमी ओप्पो एप्पल स्यामसुङ भनेर आएको थियो नि कुन मोबाइलको हो भनेर होइन। यता त भेल्यु नै आउने हो कति सेल भएको छ भनेर, यता त के आएको थियो त नेम आएको थियो। तर अब यहाँनिर हेर्नुभयो भने यहाँनिर भेल्यु आएको छ कि किन भेल्यु आएको छ त मैले फर्स्टमा के पठाएको छु त्यहाँनिर भेल्यु एउटा पठाएको छु है त। के पठाएको छु त यसलाई चाहिँ नम्पाई एरेमा कन्भर्ट गरेँ, त्यो नम्पाई एरेको भेल्यु पठाएको छु मैले यहाँनिर। त्यही भएर चाहिँ केमा आएको छ त भेल्युमा आएको छ, यसरी एउटा न्युमेरिक भेल्यु पठाएको छु नि त मैले। न्युमेरिक भेल्यु एक्स माइनस विड्थ बाई 2 भन्ने भेल्यु पठाएको छु एक्समा, अनि वाइमा चाहिँ सेस 2022 भन्ने पठाएको छु हो। अब यहाँ चाहिँ यसको सट्टा भेल्यु नआएर मलाई के चाहियो यसमा स्यामसुङ आउनु पऱ्यो, यसमा रेडमी आउनु पऱ्यो, यसमा एप्पल आउनु पऱ्यो, यसमा ओप्पो आउनु पऱ्यो होइन। त्यसको लागि चाहिँ मैले के गर्न सक्छु त जुन यिनीहरूलाई हामीले के भनिन्छ भनेको थियौँ, यिनीहरूलाई हामीले टिक्स भनिन्छ भनेको थियौँ नि मैले होइन। अब यो एक्स लेभल वाइ लेभलको कुरा पनि आइहाल्यो, ठ्याक्क आयो त्यही प्लट डट एक्स टिक्स भनेर आयो। एक्स टिकमा चाहिँ मैले के राख्ने त एक्समा चाहिँ एक्स राख्ने होइन, वाइमा चाहिँ के राख्ने त प्रोडक्ट राख्ने भनेर आयो। ओके गलत आएर यो ठिकै हो ओके। एक्स टिकमा चाहिँ एक्स सट्टा के राख्ने त अब यहाँ प्रोडक्ट राख्ने भनेर आयो त। एक्स टिकमा चाहिँ एक्सको सट्टा बुझ्नुभयो नि, एक्स टिककोमा चाहिँ एक्सको सट्टा के राख्ने त प्रोडक्ट भन्ने भेल्यु राख्ने। प्रोडक्ट भन्ने भेल्युमा चाहिँ के छ त हाम्रो स्यामसुङ एप्पल ओप्पो र रेडमी भन्ने भेल्यु छ, त्यो चाहिँ स्यामसुङ एप्पल ओप्पो र रेडमी भन्ने भेल्यु यहाँ आएर बस्यो है त। यही कुरा एक्स टिकलाई चेन्ज गर्नु मिल्यो त्यसरी, नगर्दाखेरि के भइरहेको थियो त न्युमेरिक भेल्यु आइरहेको थियो। हामीले यहाँ नम्पाई एरेमा कन्भर्ट गरेको थियौँ, त्यो नम्पाई एरेमा कन्भर्ट गरेर त्यही भेल्यु चाहिँ हाम्रो बार प्लटमा पास गरेको थियौँ। यहाँ त त्यही आउने हो नि, जस्तै हेर्नुभयो भने यहाँ प्रोडक्ट पास गरेको थियौँ, यहाँ सेल्स पास गरेको थियौँ, त्यही भएर यता प्रोडक्ट आएको थियो, यता सेल्स आएको थियो होइन। यता प्रोडक्ट ओके उल्टो दिएको रहेछ नि त मैले, प्रोडक्ट लेभल चाहिँ उल्टो दिएको रहेछ होइन। एक्समा चाहिँ मैले प्रोडक्ट वाइमा चाहिँ सेल्स ठिक हो त प्रोडक्ट भर्टिकल भयो, यसमा चाहिँ ठिक थियो प्रोडक्ट र सेल्स भनेर, यसमा चाहिँ फरक पऱ्यो है त। ग्राफ चाहिँ के भएपछि होरिजेन्टल भएपछि ल मिल्यो, यता प्रोडक्ट यता सेल्स होइन। ओके यसमा पनि यता प्रोडक्ट यता सेल्स ल ओके बुझ्नु पनि होइन। एउटैमा मल्टिपल प्लट गर्न पनि सिक्यो हामीले, अब मल्टिपल त सब प्लटले गर्ने भइहाल्यो। ह्याचिङहरूको कुरा गर्ने भयो, केही छैन कन्फ्युजन। ओके ह्यान्ड रेज गर्नुभएको रहेछ विजय थापाजी भन्नु त सर। त्यो विड्थको चाहिँ त्यो हामीले भ्यालु पास गरे नि विड्थ भनेर मात्रै, त्यसको चाहिँ काम के हो सर? यो विड्थ भनेको चाहिँ हामीले यो विड्थ दिएको बुझ्नुभयो नि। यहाँ हेर्नुभयो भने फर्स्टमा मैले के गरेँ त यो प्रोडक्टहरूको चाहिँ के थियो त यस्तो के थियो त एउटा नेम खालको भेल्यु थियो होइन। यत्तिकै पास गर्दाखेरि चाहिँ यिनीहरूको टोटल विड्थमा आइरहेको थियो होइन। यसलाई चाहिँ मैले के गरेँ फर्स्टमा एउटा नम्पाई एरेमा कन्भर्ट गरेँ, नम्पाई एरेमा कन्भर्ट गरेँ यिनीहरूको भेल्यु अब 0 1 2 3 गर्दै गयो होइन। 0 1 2 3 भयो भेल्यु, यसको 0 यसको 1 यसको 2 यसको 3 भयो। विड्थ चाहिँ मैले कति पास गरेको छु त 0.4 भन्ने विड्थ पास गरेको छु। अनि भेल्युलाई चाहिँ के गरेको छु यहाँ हेर्नु भने फर्स्टमा 0 माइनस कति त विड्थ बाई 2 भनेको 0 माइनस 0.2 गर्दा माइनस 0.2 चाहिँ स्टार्ट गरेँ यसको भेल्यु माइनस 0.2बाट होइन। अनि के गरेँ त्यसको वाइमा चाहिँ के दिएँ त मैले यसको सेल्स भन्ने भेल्यु दिएँ, वाइमा चाहिँ सेल्स भन्ने न्युमेरिक भेल्यु राखेँ। अनि विड्थ भनेको चाहिँ यसको विड्थ कति राख्ने त भन्ने कुरा हो क्या। यो छ नि यो प्लटको
स्टार्टिङ पोइन्ट चाहिँ फर्स्टमा दिएको हो यो x - width/2 भनेको चाहिँ स्टार्टिङ पोइन्ट हो, कहाँदेखि यो प्लटलाई स्टार्ट गर्ने भन्ने। हाम्रो नर्मली यहाँ 0देखि स्टार्ट हुन्थ्यो नि, 0देखि स्टार्ट नगरेर चाहिँ मैले कतादेखि स्टार्ट गर्ने त, यता लेफ्ट साइडतिरबाट स्टार्ट गर्ने भनेर यता पुरा आएँ होइन। अनि यहाँबाट स्टार्ट गरेपछि विड्थ चाहिँ होल यो जुन छ नि होल, यसको विड्थ चाहिँ कति राख्ने भन्ने कुरा चाहिँ विड्थबाट दिएको है त, त्यही कुरा बुझ्नुभयो हल्का भन्न खोजेको? हजुर सर बुझेँ सर। ओके ल, के पछाडिको लेभल र कलर त भइहाल्यो है त। ल ओके, यो चाहिँ ग्रुप प्लट भयो त। कस्तो कलरहरू चाहिँ अलिकति नराम देखियो होला, तर फरक पर्दैन है त। कलर यतिकै दिएन भने पनि फरक आउँथ्यो जस्तो लाग्थ्यो। ट्राई गरौँ न त, हेरौँ आउँछ भने त किन लेख्ने हो। आउँछ दिनु परेन है त कलर, नराम्रो कलर दिनु भने त्यतिकै राम्रो आइरहेको छ। ल कि सायद अब बार प्लट के अरे सकियो। अब चाहिँ हामीले के गरौँ, स्क्याटर प्लट गरौँ है त। स्क्याटर प्लट गरौँ, यसलाई बेटर होला। स्क्याटर प्लट गरौँ। स्क्याटर प्लटको लागि पनि फर्स्टमा चाहिँ मलाई के चाहियो त, न्युमेरिक भेल्युहरू चाहियो होइन। यसको लागि मैले अब जसरी लिँदा पनि भयो त, यहाँनिर मैले नम्पाईको लिस्ट के अरे नम्पाईको एरे बनाउँदा पनि भयो, लिस्ट बनाउँदा पनि भयो, जेबाट गर्दा पनि भयो त। मलाई चाहिँ मजाले देखियोस् भनेर मैले ऱ्यान्डम भेल्यु लिएँ त, ऱ्यान्डम भेल्यु लिएँ 1 देखि 100 सम्मको 100वटा। यो त बुझ्नुहुन्छ होइन। अब यति चाहिँ बुझ्नु पर्यो, नम्पाईको हामीले क्लास गरिसकेपछि यति चाहिँ बुझ्नु पर्यो। प्लट डट SCATTER स्क्याटर भनेर लिने, स्क्याटरमा के पास गर्ने त, एक्स र वाइ पास गर्ने। यसमा पनि त्यस्तो गाह्रो केही पनि छैन है त। अनि प्लटको के दिने त, टाइटल दिने, टाइटल एक्स भर्सेस वाइ भनेर दिएँ है त मैले, जस्ट भिजुअलाइज गर्नको लागि मात्र भनेर। अनि प्लट एक्स लेभल वाइ लेभलहरू सेमै हो है त। ल आइहाल्यो यहाँले, मैले नदिन खोजिरहेको थिएँ। ल हेर्नुभयो भने के भयो त, ऱ्यान्डम कुराहरू। फर्स्टमा चाहिँ ऱ्यान्डम नहेरौँ है त, तपाईँहरूलाई भिजुअलाइज गर्न गाह्रो होला। फर्स्टमा चाहिँ के गरौँ भन्दा गरौँ, बुझौँ पहिला एकचोटि के हो कस्तो हो भनेर होइन। 1, 2, 3 ल ओके, यस्तो भेल्यु छ है त। ल यसमा प्लट गरौँ है त फर्स्टमा। ल यहाँ हेर्नुभयो भने फर्स्टमा के छ त, हाम्रो 1 2 3 4 5 6 7 8 भन्ने भेल्यु एक्समा छ, वाइमा चाहिँ 5 2 4 2 1 4 5 2 भन्ने भेल्यु छ। यसलाई चाहिँ स्क्याटर प्लट गर्ने भनेको चाहिँ यिनीहरूको पोइन्ट कहाँ पर्छ त्यो पोइन्ट मात्र प्लट गर्ने कि, जस्तो हाम्रो ग्राफमा पोइन्ट गरिन्थ्यो नि। प्लट सजिलो होला। ओके, हामीले जुन ग्राफमा पोइन्ट गरिन्थ्यो नि, ग्राफमा पोइन्ट लगाए जस्तै पोइन्ट लगाउने त। जस्तै फर्स्टमा चाहिँ के छ त, एक्समा 1 छ, वाइमा 5 छ। त्यहाँ हेर्नुभयो भने एक्समा 1 वाइमा 5 भएको भेल्यु यो भयो होइन। अनि सेकेन्डमा 2,2 छ, यो भनेको 2,2 होइन। अनि त्यसपछि के छ 3,4, यो 3 यो 3, यो 4 गर्दै स्क्याटर प्लट भनेको चाहिँ यो पोइन्ट चाहिँ कहाँ पर्छ त्यो पोइन्टलाई चाहिँ त्यसरी स्क्याटर गरेको भन्ने कुरा मात्रै हो है त। ल ओके, यसलाई चाहिँ मैले हटाएर यसरी स्क्याटर प्लटमा चाहिँ मल्टिपल ऱ्यान्डम भेल्युहरू प्लट गऱ्यो भने चाहिँ यस्तो देखिने रहेछ है। हरेकचोटि गर्दाखेरि चाहिँ फरक पर्छ है त, ऱ्यान्डम भेल्यु हो त्यही भएर ऱ्यान्डमले आएको छ। लगभग ऱ्यान्डमै हुन्छ, ऱ्यान्डम छ भन्ने कुरा पनि थाहा भयो नि हामीलाई। हेर्नुभयो भने कुनै पनि एक ठाउँमा एकदम गुजुप्प परेर बसेको टाइपको छैन, सबैतिर मजाले डिस्ट्रिब्युट भएको छ होइन, यता पनि छ यता पनि छ। त्यही भएर चाहिँ भेल्युहरू ऱ्यान्डम हो भन्ने कुराहरू पनि थाहा भइरहेको छ। हल्का अलिकति चाहिँ हुन्छ होइन, ऱ्यान्डम भनेपछि कम्प्लिटली ऱ्यान्डम चाहिँ हुँदैन भन्ने कुरा फरक हो। तर लगभग ऱ्यान्डम भेल्युहरू छ नि। स्क्याटर प्लट भनेको चाहिँ यही नै हो। दुईवटा भेल्युहरू चाहिँ कसरी स्क्याटर भएको छ त, एउटा प्लेनमा दुईवटा भेल्युहरू एकअर्कासँग रिलेसन गर्दाखेरि चाहिँ प्लट एकअर्काको के भने त, एउटा इन्टरसेक्टिङ पोइन्टलाई प्लट गर्दाखेरि चाहिँ कसरी स्क्याटर हुन्छन् 2D प्लेनमा भन्ने कुरा चाहिँ के हो त, स्क्याटर प्लट हो है त। ओके, यो पनि भयो, स्क्याटर प्लट पनि कसरी गर्ने भन्ने कुरा हो। स्क्याटर प्लटले चाहिँ के जनाउँछ कसरी जनाउँछ भन्ने कुराहरू चाहिँ हामीले पछाडि डाटा सेटकै कुराहरूमा हेर्छौँ है त। ल ओके, यो भइहाल्यो। अब यसको पनि सब प्लटहरूको कन्सेप्ट सबैको सेम हो है त, मैले त्यही भएर भनेको छैन। सब प्लटहरूको लागि सबैको सेम हो। माथि जुन यहाँ हेर्नुभयो भने माथि जुन यहाँ यो प्लट लेखेको थियो नि, यहाँनिर चाहिँ SCATT स्क्याटर लेखिदिए सकिन्छ। यहाँ हेर्नु भने स्क्याटर प्लट आयो त, कस्तो खालको प्लट चाहियो त्यसअनुसार गर्दा हुन्छ। त्यो भएर मैले भनेको छैन, मजाले ट्राई गर्नु है त्यो कुराहरू चाहिँ। ओके, बक्स प्लट भन्नेमा चाहिँ अब चाहिँ हामी बक्स प्लट चाहिँ अलिकति इम्पोर्टेन्ट कुरा हो, हुन त अरू पनि इम्पोर्टेन्ट हो, बक्स प्लट चाहिँ अलिकति बुझ्नुपर्ने कुराहरू पनि छ है त। ल बक्स प्लटमा चाहिँ फर्स्टमा मैले डाटा ऱ्यान्डम लिँदा पनि हुन्छ। डाटा ऱ्यान्डम लिनु भन्दा चाहिँ फर्स्टमा तपाईँहरूलाई बुझाउनको लागि मैले 12 13 14 15 16 17 18 यस्तो डाटा लिउँ होइन। अनि 30सम्मको यत्तिकै 30सम्मको लियो भने चाहिँ यसले मजाको आउँदैन। 23 अनि 23सम्मको डाटा यता लिएँ होइन, 20 29 30 यसरी ल्याएँ त। ल ओके, यतिसम्म बुझ्नुभयो। अनि अब बक्स प्लट गरेँ डाटालाई, अनि प्लट डट सो गरेँ। फर्स्टमा हेरौँ है त कस्तो बन्छ, हेरौँ अनि बुझौँला है त के हो भनेर। हेर्नुभयो भने
40 भन्दा पनि अझै ठुलो भ्यालु मैले त 43 लिएको छु, किन लिएको कसरी लिएको भन्ने कुरा एकछिनमा ल यहाँ हेर्नुभयो भने एउटा यस्तो भन्यो बिचमा एउटा बक्स छ, त्यसको बिचमा पनि के छ त एउटा लाइन छ होइन। अनि यता चाहिँ यसलाई चाहिँ विस्कर्स भन्छ है, यो चाहिँ यता माथि एउटा विस्कर्स छ तल एउटा विस्कर्स छ। अनि यहाँ हेर्नुभयो भने टुप्पोमा एउटा भेल्यु आएर बसेको छ। जस्तै अब यहाँनिर मैले यहाँ 12 13बाट स्टार्ट नगर्ने अनि फर्स्टमा चाहिँ 1 भन्ने भेल्यु दिएँ भने हेर्नुभयो भने अब तल पनि गएर एउटा बसेको छ है होइन। यसलाई चाहिँ बक्स प्लट भनिन्छ है त। बक्स प्लटमा चाहिँ अब यहाँ मजाले बुझौँ है त के हो भन्ने कुरा। बक्स प्लट चाहिँ मेनली चाहिँ के हुन्छ त, आउटलायर डिटेक्ट गर्नको लागि चाहिँ बक्स प्लट एकदम इम्पोर्टेन्ट हुन्छ है त। त्यहाँ पनि हेर्नुभयो भने जुन यो माथिको पोइन्ट अनि यो तलको पोइन्ट छ नि यो चाहिँ आउटलायर हो। कसरी पनि हो त, यहीँ पनि हेऱ्यो भने हाम्रो बिचको डाटा चाहिँ एकदम नजिक छ। हेर्नुभयो भने 14 15 16 होइन 17 18 19 20 22 गर्दै यहाँ चाहिँ एउटा 29 भन्ने ठुलो भेल्यु छ, एउटा 43 भन्ने ठुलो भेल्यु छ। 29ले चाहिँ बरु आउटलायर नभएर यसलाई अलिकति माथिसम्म तानेको छ। 43 चाहिँ हो है त यो भेल्यु, किन हो कसरी एकछिनमा भन्छु म। अनि चाहिँ 1 भन्ने भेल्यु हो, 1 भन्ने भेल्यु पनि अलिकति टाढै छ यो 14 यो रेन्जभन्दा होइन। अनि यो 43 भन्ने भेल्यु पनि यो रेन्जभन्दा अलिकति टाढै छ। त्यस्तो भेल्युहरू चाहिँ अलिकति यो एउटा जुन एउटा ग्रुप बनाएर बसेको हुन्छ सबै भेल्युहरूले त्यस्तो ग्रुपमा नपर अलिकति बाहिर पर्छ होइन। जस्तै आउटलायर भनेको त्यही त कुरा हो। कस्तो भन्ने त, सबैजना अब जस्तै अब यहाँनिर के छ त, डाटा साइन्स गरिरहेको मान्छे छ, बिचमा आएर एउटा वेब डेभलपमेन्ट गरिरहेको मान्छे पऱ्यो भने त आउटलायर भयो नि त होइन, डिफ्रेन्ट हो। हामी सबैभन्दा ऊ चाहिँ अलिकति डिफ्रेन्ट हो भनेको चाहिँ के हो त, आउटलायर हो। यहाँ पनि सबै भेल्युहरू के छ त, बिचमा नजिक 14देखि 20सम्म लगभग नजिकको भेल्युहरू छ। एउटा चाहिँ 1 भन्ने अगाडिको भेल्यु आयो, एउटा 43 भन्ने पछाडिको भेल्यु आयो हो। यस्तो भेल्युहरूलाई चाहिँ अब भिजुअलाइज गर्नको लागि यस्तो आउटलायरहरू छ कि छैन भनेर भिजुअलाइज गर्नको लागि जी भनेको चाहिँ बक्स प्लट हो है त। अब यसमा चाहिँ कसरी के भयो भन्ने कुरा हेर्नको लागि एकचोटि एक्सेल ड्रमा जाम है त। एक्सेल ड्रमा जाम, त्यसले स्पेलिङ मिस्टेक माथि देखिँदैन कि। ओके यसलाई कपी गर्छु है त मैले एकताल। ओके यहाँ जाम हामी, एक्सेसको कुरा ठ्याक्क कस्तो बुझाएको यहीँ रहेछ ल। ओके ल यो फिगर हाम्रो बन्यो है त, बक्स प्लट इज अ बक्स प्लट। अब यो फिगरमा हेर्नुभयो भने डिफ्रेन्ट कम्पोनेन्टहरू छ। यो जुन फर्स्टको के अरे बिचको यो अरेन्ज लाइन छ नि, यो अरेन्ज लाइन भनेको चाहिँ के हो त, मिडियन हो। यसलाई चाहिँ मैले Q2 लेखिदिएँ है त। यसलाई सानै छ एकछिन है। यो जुन छ नि बिचको यसलाई चाहिँ मैले के लेखेँ त, Q2 लेखेँ। Q2 भनेको चाहिँ हामीले के पनि भन्नु मिल्छ त, मिडियन भनेर पनि भन्नु मिल्छ है त, यामी डिआइएन मिडियन भनेर पनि भन्नु मिल्छ। यसलाई चाहिँ के हो त, यो चाहिँ के रहेछ त, मिडियन रहेछ। मिडियन चाहिँ कहाँनिर पर्दो रहेछ, जसले हेऱ्यो भने लगभग 18तिरको रेन्जमा चाहिँ मिडियन परिरहेको रहेछ। जस्तै अब त्यसपछि यो हेर्नुभयो भने यो जुन छ यो भनेको चाहिँ के हो त, मेरो Q1 हो। अनि यो भनेको चाहिँ के हो त, मेरो Q3 हो। क्वार्टाइल 1 र क्वार्टाइल 3 यो त अस्ति पनि हामीले कुरा गरेको थियौँ माथि केमा, हामीले स्केलिङको कुरामा ट्रान्सफर्मेसनको कुरामा गरेको थियौँ होइन। यो चाहिँ मेरो Q1 हो, यो चाहिँ Q2 हो, यो चाहिँ Q3 हो। बुझ्नुहुन्छ नि क्वार्टाइल भनेको त होइन, मैले अस्ति पनि भनेको थिएँ। यो भनेको चाहिँ Q1 भनेको चाहिँ के हो त, यसभन्दा अगाडि चाहिँ के छ त 25% डाटा छ, यसभन्दा पछाडि चाहिँ 75% डाटा छ भनेको हो। Q2 भनेको चाहिँ यो सेन्टरमा पर्छ, यसको अगाडि 50% पछाडि 50% डाटा छ भनेको हो। Q3 भनेको चाहिँ यसको अगाडि 75% डाटा छ, यसको पछाडि चाहिँ 25% डाटा छ भनेको है त, केही पनि होइन। अनि यसमा चाहिँ हामीले के को पनि कुरा गरेको थियौँ त, एउटा यति गरिसकेपछि इन्टर क्वार्टाइल रेन्जको पनि कुरा गरेको थियौँ हो। इन्टर क्वार्टाइल रेन्जको पनि कुरा गरेको थियौँ। अब हेरौँ है त, इन्टर क्वार्टाइल रेन्ज भनेको के थियो त, हाम्रो फर्स्टमा Q3 माइनस Q1 थियो होइन, Q3 माइनस Q1 थियो। अब के हुन्छ त यहाँनिर इन्टर क्वार्टाइल रेन्जको फर्स्टमा के हुन्छ, यो जुन Q1 छ Q1सँग यसमा हेरौँ है त, Q1सँग Q1 माइनस 1.5 टाइम्स अफ इन्टर क्वार्टाइल रेन्ज भन्ने एउटा फर्मुला लगाइन्छ है त हामीलाई IQR। ल Q1 माइनस 1.5 टाइम्स अफ IQR भन्ने एउटा फर्मुला लगाइन्छ। अनि Q3मा पनि के लगाइन्छ त, हाम्रो एउटा Q3 प्लस, यहाँ चाहिँ माइनस यहाँ चाहिँ प्लस है त। Q3 भन्दा पछाडि डाटा हुन्छ, Q1 भन्दा अगाडि डाटा हुन्छ नि त, त्यही भएर है त Q3 प्लस 1.5 टाइम्स अफ IQR भनेर एउटा यसरी लगाइन्छ है त। अब IQR भन्ने कुरा त बुझ्नुभयो, इन्टर क्वार्टाइल रेन्ज Q3 माइनस Q1 को भेल्यु गर्ने होइन। ल यसपछि के त, Q1 माइनस 1.5 टाइम्स IQR, यसमा चाहिँ Q3 प्लस 1.5 टाइम्स अफ IQR गरिन्छ। यसरी जुन एउटा भेल्यु आउँछ नि त्यो भनेको चाहिँ यो यताको विस्कर्सको भेल्यु हुन्छ, यो गर्दा आउने भेल्यु चाहिँ यताको विस्कर्सको भेल्यु हुन्छ। बुझ्नुभयो नि। हामी चाहिँ अब यिनीहरूको जुन डिफ्रेन्स छ I1 र के अरे सरी यो होइन, Q1 र Q3 को जुन डिफ्रेन्स छ यसको 1.5 टाइम्स यता जान्छौँ, यसको 1.5 टाइम्स यता माथि जान्छौँ है त।
यसरी जाँदाखेरि यसरी व्हिस्कर्स भन्छ, यो बाहिरकोलाई के भन्छ भने तपाईँले व्हिस्कर्स भन्छ। व्हिस्कर्ससम्मको भेल्युलाई चाहिँ हामीले के भनिन्छ, यही रेन्जमै पर्ने भेल्यु, त्यो चाहिँ यही डाटा सेटकै भेल्यु हो भनेर बुझ्छौँ। यसभन्दा बाहिर पर्ने भेल्युलाई चाहिँ हामीले के भनिन्छ त, यो भेल्यु अनि यो भेल्यु, यस्तोलाई चाहिँ के भनिन्छ त हामीले आउटलायर भनेर भनिन्छ है त। ल यसले चाहिँ यही कन्सेप्टले चाहिँ के गर्नु हेल्प गर्दो रहेछ त, आउटलायर डिटेक्ट गर्न हेल्प गर्दो रहेछ। बुझ्नुभयो नि होइन, बक्सपर चाहिँ त्यही भएर हेल्पफुल भयो। हल्का कुराहरू बुझियो होला। यहाँ पनि नर्मली हेर्नुभयो भने अब यहाँनिर बिचको यो भेल्युहरू सबै यहीँभित्र पर्ने भएर ऊ छ होइन। जस्तै अब यसको यहाँनिर सबै क्यालकुलेट गरेर हेरौँ है त। डाटाको के गरौँ त, हामीले मिडियन पनि हेर्नु मिल्छ नि त होइन। मिडियन होइन क्वान्टाइल भनेर हेर्नुपर्छ होला। मिडियन चाहिँ हेर्नु मिल्छ, बिर्स्यो मैले। प्रिन्ट गरौँ न, थाहा भइहाल्छ नि होइन। डाटाको क्वान्टाइल गरेर मिल्छ, मिडियन गरेर चाहिँ मिल्छ कि मिल्दैन भन्ने कुरा मिल्दैन। डाटाको क्वान्टाइलै गर्नु पऱ्यो है त। जुन हाम्रो डाटा छ यसको मिडियन, यहाँ मिडी हो र मिडियन त मिल्न त मिल्ने, मिडियन कसरी ट्याक्क बिर्सेँ है त मैले कुरा अहिले आएन, याद आएन। के गरौँ त, हामीले नम्पाईमा थियो नि हाम्रो क्वान्टाइल भन्ने होइन, पर्सेन्टाइलको डाटाको 25, 50 र 75 भनेर आयो। ल यता डाटाको यहाँ नम्पाईको पर्सेन्टाइलमा डाटाको के भने त 25 भनेको के भयो, Q1 भयो, 50 भनेको Q2 मिडियन, अनि 75 भनेको Q3 भयो। सबै कुराहरू अगाडि पनि लेखिदिन्छु है त मैले। यो भनेको चाहिँ के भयो त, Q1 भयो। चाहिँ Q2 भयो होइन, कमा मिडियन पनि भन्नु मिल्यो यसलाई। अनि चाहिँ के भयो त, Q3 भयो। अनि हाम्रो IQR पनि निकाल्नु मिल्यो नि होइन। IQR सरी प्रिन्ट, यहाँ चाहिँ के गरौँ त, IQR प्रिन्ट गरौँ। यो माइनस के गर्नु पऱ्यो त, ठ्याक्कै आयो 75 माइनस 25 गर्दा IQR पनि आयो होइन। यति कुरा हेरौँ है त एकछिन। ल एकछिन सोध्नुभएको हो होइन हुँदैन त त्यस्तो। यो कुरा मैले भनिदिन्छु त किन हुँदैन भन्ने। फर्स्टमा चाहिँ यस्तो हुन्छ जस्तो लाग्छ। ल हेरौँ है त, फर्स्टमा यो हेरौँ अनि किन हुँदैन भन्ने कुरा ठ्याक्कै थाहा पाइन्छ है त। त्यहाँ हेर्नुभयो भने ओके, यहाँ हेर्नुभयो भने ठ्याक्कै थाहा हुन्छ। व्हिस्कर्सको पनि हेर्नु मिल्यो नि त लेन्थ होइन। व्हिस्कर्स पनि हेरौँ है त। प्रिन्ट तपाईँले ठ्याक्कै सोधिहाल्नु थियो, अप्पर डब्लु यसलाई चाहिँ एउटा के गरौँ त भन्दाखेरि केमा स्टोर गरौँ है त। जस्तै अब के भनौँ त्यसलाई, डिफ्रेन्स भनेर लेखौँ है त। डिफ्रेन्स लिन्छ त दुइटाको। ओके यो आयो। अनि यो डिफ्रेन्स भनेको चाहिँ इन्टरक्वार्टाइल रेन्ज है त हो, किन डिफ्रेन्स लेख्नु होइन। IQR लेख्दिउँ न, IQR लेख्दिउँ माथि पनि, IQR भनेर लेख्दिउँ यहाँ पनि IQR भनेर लेख्दिउँ है त। ओके अब Q1 Q2लाई पनि एउटा भेल्यु लिएर गरौँ है त फर्स्टमा, अनि सजिलो हुन्छ हामीलाई। Q1 भनेर चाहिँ भेल्यु राखिदिउँ। ओके यो राखिदिउँ। अनि यहाँ चाहिँ Q1 प्रिन्ट गरौँ। अनि मैले चेन्ज गरेँ त हल्का मेथड, तपाईँले त क्वेसन सोध्नुभयो अनि Q2 अनि एकैचोटि दुइटैको एन्सर गर्छु क्या म। Q3 ल ओके, Q1 Q2 Q3 भयो। यो भनेको हाम्रो के भयो त, Q3 माइनस के भयो त, Q1 भनेर भयो। अनि यहाँ चाहिँ IQR भनेर आयो, IQR ल यसमाले भयो, ठिकै छ। इन्टरक्वार्टाइल रेन्ज आयो। अप्पर व्हिस्कर्स भनेको चाहिँ अब के हुने भयो त, मेरो भनाइअनुसार अप्पर व्हिस्कर्स भनेको के हुने भयो त, Q3 प्लस के त IQR हुने भयो, 1.5 टाइम्स अफ IQR। अनि लोवर व्हिस्कर भनेको Q1 माइनस 1.5 टाइम्स अफ IQR हुने भयो त। यो सबै कुरा प्लट गरेर के अरे यहाँ प्रिन्ट गरेर के भयो व्हिस्कर्स। यहाँ हेर्नुभयो भने हेरौँ है त। ल हाम्रो मिडियन चाहिँ कहाँ पऱ्यो त, 18.5 मा पऱ्यो, ठिक छ है। 18.5 मा मिडियन पऱ्यो। अनि Q1 कहाँ पऱ्यो त, 15.75 मा। Q3 कहाँ पऱ्यो त, 21.25 मा पऱ्यो। 15.75 मा के भयो त, 15.75 माइनस 18.5 गर्दा कति भयो, 15.75 माइनस 18.5 गर्दा 2.75 को ग्याप देखियो होइन। अनि यता चाहिँ 18.5 माइनस कति त 21.25 गर्दा यहाँ चाहिँ 2.75 को ग्याप देखियो। अगाडि कतिको देखेको थियो, कतिको 15.75 माइनस 18.5 गर्दा 2.75। यहाँ चाहिँ सिमिलर देखियो है त। यहाँ Q1 र के थियो त, यहाँ Q1 र Q3 चाहिँ सिमिलर देखियो। यहाँ पनि हेर्नुभयो भने यताको पर्सन र यताको पर्सन सिमिलर नै छ त्यतिसम्म।
अब हेर्नु न विस्कर्स हेर्नुभयो भने चाहिँ अप्पर विस्कर्स चाहिँ कतिमा छ त 29.5 मा छ होइन 29.5 मा यो हेर्नुभयो भने कतिदेखि त Q3 भनेको 21.25 माइनस 29.5 गर्दा कति आयो त 8.25 को ग्याप आयो यहाँ चाहिँ होइन लोअर विस्कर्स हेर्नुभयो भने चाहिँ Q1 कति छ त 15 ओके यो त सेमै आउँछ क्या 15 पोइन्ट आउँदैन आउनु त नपर्ने 8.25 सेमै आयो त कसरी सेम आउँछ यो आउँदैन त Q1 भनेको चाहिँ 15.75 हो लोअर स्कोर भनेको चाहिँ 7.5 मा जानुपर्ने हो 7.5 मा छ पक्नै त म झुक्केर 20 एकछिन है त म किन कन्फ्युज भएको 18 देखि 29 नहुनुपर्ने त हो र 29.5 माइनस कति त 18 होइन कति 21.25 8.25 भयो 8.25 यहाँबाट 21 देखि कतिसम्म 29 सम्म तल पनि 8.25 नै भयो हुन्थेन जस्तो लाग्थ्यो त म के कुरा कन्फ्युज भयो यहाँनिर ओके यो चाहिँ सिमिलर नै हुन्छ होइन यो सरी म चाहिँ त्यो झुक्केँ है त हल्का के कुरामा झुक्केँ भन्दाखेरि यो चाहिँ सिमिलर नै हुन्छ किन भन्दाखेरि अब इन्टरक्वार्टर रेन्जले कि इन्टरक्वार्टर रेन्ज सेमै हो Q1 र Q3 सेमै हो होइन त्यो एउटा रेन्ज त मिन लिएको होइन हामीले मिडियन सेन्टरको भेल्यु लिएको भनेपछि होइन फरक चाहिँ कहाँबाट पार्छ भन्दाखेरि यो यताको जुन भेल्यु छ नि यो भेल्युहरू यो भेल्यु चाहिँ कति टाढा छ भन्नेमा पार्छ है त जस्तै अब यहाँ 1 नलेर मैले जस्तै कति लिउँ त 7 लिएँ भने होइन त पक्न है एकछिन म कन्फ्युज भएँ यसमा Q1 Q2 Q3 सेमै हो इन्टरक्वार्टर रेन्ज 5.5 को भयो 5.5 यसमा त्यता बढाउने त्यसरी नै प्लट हुने त त्यसरी नै यो आइएम सो स्योर एकचोटि मैले गुगल गरौँ है त बक्स प्लट कन्फ्युज त हुनुपर्ने यसरी कहाँ देखा मजाले whiskers त्यो छैन त कतै यहाँनिर भने क्वार्टाइल ग्रुप 4 अप्पर विस्कर लोअर विस्कर क्याल्कुलेसन त त्यसरी नै हुने हो स्क्युनेसले फरक पार्ने हो यो कुरा हुनलाई होइन ठ्याक्कै तर मलाई कन्फ्युज भयो कि यो डाटा त्यस्तै भएर हो र यसको मिडियन भनेको कति भयो त 18.5 भयो 18.5 माइनस 18.5 त्यति भयो 18.5 माइनस त्यो अगाडि 7.5 त्यही नै भयो भेल्यु त कहाँनिर कन्फ्युज भयो म पक्नै त एकछिन त्यो चाहिँ यो चाहिँ होइन कि खासमा होइन उसको लेन्थ कहाँनिर के हुन्थ्यो भन्दाखेरि यहाँनिर के म एकचोटि हेरेर भनिदिन्छु है त म पनि कन्फ्युज भयो हुन चाहिँ हुँदैन यो आइम ड्याम स्योर होइन त्यसमा चाहिँ हुन पनि 1.5 टाइम्स नै हो म चाहिँ के कुरामा कन्फ्युज भयो कि अलिकति यहाँनिर ठक्क भएन यसको स्ट्याटिस्टिक्स त म्याच भइरहेको छ फेरि मेरो दिमागमा पनि होइन भन्ने पनि थाहा छ ओके म एकचोटि हेरेर भनिदिन्छु नि यो चाहिँ ल हल्का कन्फ्युज भयो कि म पनि हुँदैन है हुँदा चाहिँ यो चाहिँ यता पनि सिफ्ट हुन्छ हुनलाई त्यो डिस्ट्रिब्युसन डाटाको डिस्ट्रिब्युसन कस्तो छ भन्ने कुराले त ठ्याक्कै कसरी हुन्छ भन्ने कुरा चाहिँ अहिले देखिएन क्या यहाँनिर देख्नुपर्ने यतिमै जस्तो लाग्छ ओके म भोलि भनिदिन्छु है त्यो कुरा प्लटमा त छैन सेम नै प्लटमा पनि सेम छैन यो हुँदैन पनि सेम होइन तर यो ठ्याक्कै कसरी हुँदैन भन्ने कुरा देखिएन कि क्यालकुलेसनमा चाहिँ सेमै देखियो लोअर उसको अप्पर उसको आउने यसरी नै हो होइन 1.5 टाइम्सै गरेर डाटाको Q1मा 1.5 टाइम्स जोडेर घटाएर अप्पर आउने नै हो होइन ल ओके म एकचोटि हेरेर भनिदिन्छु नि त धेरै टाइम वेस्ट नगरौँ यसमा यो चाहिँ यही हो है त कन्सेप्ट चाहिँ सबै यही नै हो विस्कर्सहरूको पनि कन्सेप्ट यही नै हो कन्सेप्ट चाहिँ केही पनि फरक छैन होइन जस्ट यो चाहिँ लङ र सर्ट आउनेको कन्सेप्ट चाहिँ मैले टक्क बिर्सेँ कि हल्का
यो चाहिँ आउँछ है त। यो मिडियन पनि तलमाथि सिफ्ट हुन्छ, यो चाहिँ मजाले भोलि भनिदिन्छु है त म। अलि धेरै भयो चाहिँ नहेरेको, टक्क बिर्सेछु मैले। यो ठिक छ, पछि गरौँला है त। यो अरू कन्सेप्ट चाहिँ ठिक छ है त, कन्सेप्टमा चाहिँ केही पनि मिस्टेक छैन। त्यो फिगर बुझ्ने कुरा चाहिँ हो, फिगर बुझ्ने कुरा चाहिँ मजाले हेरौँला एकताल। ओके ल ओके, अब एउटा बक्स प्लट यो भयो। अब मल्टिपल बक्स प्लट कसरी गरिन्छ भनेर हेरौँ है त। मल्टिपल बक्स प्लट्समा चाहिँ जस्तै अब एउटा डाटा 1 भनेर लिएँ मैले, नम्पाईको के त ऱ्यान्डम भ्यालुज लिएँ है त। ऱ्यान्डम भ्यालुज लिएँ, एउटा नर्मली डिस्ट्रिब्युटेड भ्यालु लिन्छु है त मैले। ल डिफ्रेन्ट टाइपको ऱ्यान्डम लियो, कतै कतै के अरे अरेन्जवाला लियो होइन। यहाँ चाहिँ नर्मल डिस्ट्रिब्युटेड भएको। ल 3टा भ्यालु आयो, 3टा भयो नि भयो, 3टै प्लट गरिदिउँ ल होइन। के गरौँ त अब यहाँनिर प्लट डट बक्स गरौँ, सजिलो है त बक्स प्लट गर्न। चाहिँ लिस्ट भनेर पास गर्ने, डाटा 1 डाटा 2 र डाटा 3 भनेर, अनि प्लट डट सो गर्ने। ऱ्यान्डम लिएको छु मैले, नर्मली डिस्ट्रिब्युट भएको। हेर्नुभयो भने यो चाहिँ यो भयो, यो लगभग एउटै रेन्जमा 170 देखि 250, 175 देखि 250, 180 देखि 250 को रेन्जमा थियो। त्यही भएर हल्का तलको भ्यालु सिफ्ट हुँदै गएको जस्तो देखियो होइन। लगभग भ्यालु उस्तै खालको भयो। अनि नर्मली डिस्ट्रिब्युटेड मैले के गरेँ त यहाँनिर, नर्मली डिस्ट्रिब्युटेड डाटा लिएँ नि। नर्मली डिस्ट्रिब्युटेड डाटा लिएर के भयो त्यहाँनिर हेर्नुभयो भने यो विस्कर्सहरू पनि सिम छ होइन, विस्कर्सको लेन्थ पनि, अनि लगभग मिडियन पनि बिचमा आएको छ है त। खासमा चाहिँ विस्कर्सहरूको लेन्थ तलमाथि हुने भनेको स्क्युनेस कता छ भन्ने कुरा जनाउँछ कि होइन। स्क्युनेस भनेको पोजिटिभ स्क्युनेस छ कि नेगेटिभ स्क्युनेस छ भनेर होइन। जस्तै यो भनेको चाहिँ यसमा हामीले स्क्युनेस एउटा ड्र गऱ्यौँ भने यहाँदेखि यस्तो उठ्छ, अनि यहाँ त यस्तो लामो भएर जान्छ है कप जस्तै। त्यो चाहिँ ठ्याक्कै त्यो चाहिँ कन्सेप्ट थाहा छ मलाई होइन। यहाँ चाहिँ हल्का बिग्रियो क्या आज, कहाँ गयो ल फेरि त्यो। ल ओके, जस्तै अब यसमा चाहिँ कप ड्र गऱ्यौँ भने अब कस्तो हुन्छ त भन्दाखेरि यहाँनिरबाट यस्तो उठ्यो होइन, अनि यहाँनिरबाट यस्तो भएर गएको खालको कप हुन्छ कि यो होइन। यो के भयो त पोजिटिभ डिस्क्युट कप भयो नि, यस्तो खालको हुन्छ होइन। अथवा नेगेटिभ डिस्क्युट कप हुनसक्यो डाटा चाहिँ यस्तो खालको भएर हो। त्यस्तो हुँदाखेरि चाहिँ विस्कर्सको लेन्थ तलमाथि हुने हो। अनि यो स्क्युनेसहरू पनि बक्स प्लटबाट पत्ता लगाउने हो है त खासमा। त्यही भएर नर्मली डिस्ट्रिब्युटेड डाटा यहाँ हेर्नुभयो भने चाहिँ ताई पोजिटिभ डिस्क्युट डाटा थियो होइन। यहाँनिर हेर्नुभयो भने चाहिँ के छ त डाटा नर्मल डिस्ट्रिब्युटेड डाटा लिएको भएर दुइटै विस्कर्स पनि इक्वल खालको छ, मिडियन पनि लगभग बिचमै खालको छ है त। नर्मल डिस्ट्रिब्युटेड डाटा त बुझ्नुहुन्छ, यस्तो बेल कप भनेर अस्ति पनि हामीले डिस्कस गरेको थियौँ होइन। त्यो बेल कपवाला डाटा नर्मल डिस्ट्रिब्युटेड डाटा भयो। ल ओके, त्यही भएर त कन्सेप्ट चाहिँ त्यही हो। हल्का त्यो खै म्याचअप भएन कि त्यो कुराहरू चाहिँ। स्क्युनेस हो, स्क्युनेस भनेपछि डाटाको क्वान्टिटी चाहिँ यता धेरै छ। ए ओके 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 ओके, नम्बर अफ डाटा यता धेरै छ भन्ने कुरा मात्रै हो सायद यसको। जस्तै यहाँ हेऱ्यौँ भने हामीले जस्तै एकचोटि फेरि हेरौँ है त। मिडियन 18.5 छ। 18.5 भनेको यो यहाँनिरको भेल्यु भयो होइन। यसभन्दा अगाडि हेऱ्यो भने कतिवटा भेल्यु छ त यहाँनिर, 1 2 3 4 5वटा भेल्यु छ। यसभन्दा पछाडि हेऱ्यो भने कतिवटा भेल्यु छ त 1 2 3 4। ए मिडियन भनेको सेन्टरको भेल्यु त्यही नै हो न त फेरि। छोडिदिउँ अहिले छोडिदिउँ, मिडियन त सेन्टरकै हो। त्यसरी सेन्टर भयो, त्यसरी सेन्टर हो न त। लगभग त्यही त, त्यही हो कन्सेप्ट। हल्का मैले हेरेर भनिदिन्छु है त, त्यही नै हो न त। कतिको पछाडि छ भेल्यु भन्ने कुराले डिटर्माइन गर्नु जस्तो लाग्छ। त्यस्तै छोड्नु मन त थिएन तर भइरहेको छ नि। ल ठिक छ। यसमा अब धेरै टाइम वेस्ट नगरौँ, धेरै गर्नु छ हामीलाई आज। ओके, अब अर्को चाहिँ मैले हिस्टोग्राममा लगाएँ है त। हिस्टोग्राम कसैलाई आइडिया छ भने भन्दा हुन्छ है त। ल यसको के भएको भन्ने, नभए चाहिँ भोलि डिस्कस गरौँला। त हिस्टोग्राममा चाहिँ मैले के भनेको थिएँ, एउटै डाटामा चाहिँ डिस्ट्रिब्युसन कस्तो छ भनेर हेर्नु मन लाग्यो भने चाहिँ त्यति बेला चाहिँ हिस्टोग्राम हेरिन्छ भनेको चाहिँ। जस्तै आइहाल्यो यहाँनिर हेर्नुभयो भने ऱ्यान्डम डट नर्मल, यो त नर्मल कुरा बुझियो, नर्मल डिस्ट्रिब्युटेड डाटा हो। एकछिन यहाँनिर अब हेरौँ है त नर्मल डिस्ट्रिब्युटेड डाटा कस्तो हुन्छ के हुन्छ भन्ने कुरा। अनि 170 देखि कति 250 यो त बुझ्यो होइन कुरा, नर्मल डिस्ट्रिब्युटेड डाटा लिएको भन्ने कुरा हो। यो त के पनि भएन। हिस्टोग्राम प्लट गर्दाखेरि चाहिँ डाटा दियो, अनि यहाँ बिन्स भन्ने कुरा दियो है त। फर्स्टमा चाहिँ बिन्स नदिए हेरौँ है त, बिन्स नदिने हुन्छ जस्तो लाग्थ्यो। बिन्स नदिए गऱ्यो भने चाहिँ हेर्नुभयो भने यस्तो खालको डाटा आयो। यस्तो खालको डाटामा चाहिँ अब यो अलिकति मजाको देखिएन, एकदम ठुल्ठुलो यस्तो यो छ नि, यो यति यसलाई चाहिँ बिन्स भन्छ है त। यो एउटा यो जुन एउटा बार छ नि, जुन बार प्लटको एकान्टा बार छ नि, यसलाई चाहिँ बिन्स भन्छ। यो बिन्स चाहिँ अब धेरै भयो भने अलिक राम्रो देखिन्छ क्या। त्यही भएर चाहिँ हामीले बिन्स चाहिँ 20 भनेर दियो भने हेर्नुभयो भने यसरी डिस्ट्रिब्युट भयो, अलिक 20वटा बिन भयो, अलिक के भयो त राम्रो खालको डाटा देखियो होइन। अब यसमा चाहिँ मैले के गर्नु, अझै यसलाई राम्रो गर्नको लागि अरू कुराहरू पनि गर्न सक्छु है त। जस्तै अब हेर्नुभयो भने अब अलिकति यो क्लस्टर के भन्ने, क्लस्टर भन्दा पनि एउटै फिगर टाइपको देखियो नि त। एउटै फिगर टाइपको नदेखेर मैले एजमा कलर राखिदिएँ भने इडिजी एज यति गऱ्यो भने चाहिँ यसमा चाहिँ यति नगरेसम्म राम्रो देखिँदैन, मैले सिकाइहाल्ने है त। अरूमा चाहिँ त्यही भएन। ल यस कलर ब्ल्याक राख्यो भने अलिकति यसको कलर बस्यो, अलिकति ब्ल्याक भयो। यसमा केडी पनि राख्नु मिल्छ जस्तो लाग्थ्यो। हेरौँ है त, केडी इक्वल्स टु ट्रु गरेर हेरौँ के अरे, भयो भने भयो, भएन भने मिल्दैन भनौँ ल। केडी यसमा मिल्दो रहेन रहेछ। त्यसो भए स्क्याटर के अरे उसमा चाहिँ मिल्छ, म्याटप्लटले के अरे C1मा चाहिँ
यसमा चाहिँ नमिल्दो रहेछ है त सायद। ल ओके, अनि अर्को भेल्यु चाहिँ अल्फा भन्ने पनि राख्नु मिल्छ है त यिनीहरूमा। अल्फा भन्ने राख्यो भने चाहिँ अल्फा पनि यही हो जस्तो लाग्छ। अल्फा भनेर राख्यो भने चाहिँ के भयो त्यही अल्फा भनेको त बुझ्नुहुन्छ पनि होला के अरे हाम्रो ट्रान्सपेरेन्सी के भन्छ त्यो ठ्याक्कै आएन मलाई। त्यो ट्रान्सपेरेन्सी नै हो उनीहरूलाई होइन, कलरको त्यो ऊ कति राख्ने सेचुरेसन टाइपको कति राख्ने भन्ने कुरा हो। 0.5 राख्यो भने चाहिँ हल्का ट्रान्सप्यारेन्ट भयो कि कलर। अघि चाहिँ जुन हार्स थियो नि त्यहाँ हेर्नुभयो भने अल्फा 1 राख्दाखेरि चाहिँ के थियो त यस्तो डार्क खालको कलर थियो होइन, अलिकति लाइट खालको कलर भयो अनि छुट्टिँदाखेरि अलिकति देखियो जस्तो हेर्नुभयो भने ठ्याक्कै यस्तरी गएको खालको डाटा छ नि यो, ठ्याक्कै प्लट गर्न मिलेको ठ्याक्कै देखिन्थ्यो। त्यही भएर चाहिँ नर्मली डिस्ट्रिब्युटेड डाटा भनेर यसरी भनेको चाहिँ एक्ज्याक्टली नर्मली छैन, किन भन्दा ऱ्यान्डमली लिएको डाटा हो होइन। तर नर्मल डाटा लिएको भएर के छ त है, धेरै डाटा प्लट गऱ्यो भने चाहिँ नर्मल नै हुन्छ एकदमै होइन। अहिले चाहिँ हामीले त्यत्रो धेरै डाटा छैन, त्यही भएर चाहिँ सर हेऱ्यो भने नर्मली चाहिँ छ नि त, यताभन्दा बिचमा चाहिँ एकदम धेरै भेल्यु छ अनि फेरि यता जाँदाखेरि चाहिँ भेल्यु के छ त गर्दै 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 गएको छ है त। पर्फेक्टली नभए पनि नर्मल्ली डिस्ट्रिब्युटेड डाटा चाहिँ छ है त हाम्रो, एउटा बेल कप टाइपको फर्म गरेको छ। ल ओके, जस्तै अब यो डाटा चाहिँ हामीले एकदम ठुलोसँग लियौँ भने धेरै डाटा लियो भने अझै मजाको बन्यो नि, देख्नुभयो 1000वटा भेल्यु है नि मैले अहिले, अझै धेरै भने है त। ल त्यसरी नै बन्छ है त, जस्तो डिस्ट्रिब्युसन हेर्नु भने डिस्ट्रिब्युसन स्केल त्यही हो त, जति धेरै डाटा लियो त्यति धेरै नर्मलाइज हुँदै जाने हो। अहिले धेरै लियो भने अझै धेरै नर्मलाइज हुँदै गयो। केडी भनेको चाहिँ के हुँदो रहेछ त, एउटैमा चाहिँ डिस्ट्रिब्युसन हेर्न युज हुँदो रहेछ। जस्तै अब केको मैले अस्ति पनि भनेको थिएँ, हाम्रो क्लासमा चाहिँ कुन कुन एज रेन्जको मान्छेहरू छौँ त भन्ने खालको कुरा हेर्नु पऱ्यो, अथवा हाम्रो स्यालेरी रेन्ज कति छ त भन्ने कुरा होइन। एउटै खालको कुराहरू चाहिँ डिस्ट्रिब्युट कसरी भएको छ त यो हाम्रो ग्रुपमा भन्ने खालको हेर्नु पऱ्यो भने चाहिँ त्यस्तो बेला युज हुन्छ। जस्ट सबैमा हामीले के दुईवटा भेरिएबल के गरेको थियौँ त ऊ गरेको थियौँ है त। माथि हेर्नुभयो भने यहाँनिर स्क्याटर प्लटहरूमा, बार प्लटहरूमा, लाइन प्लटहरूमा एउटासँग अर्कोलाई कम्पेयर गरेको थियौँ होइन। अब यहाँनिर हामी आइसकेपछि चाहिँ बक्स प्लटमा हेर्नुभयो भने के छ त, बक्स प्लटमा के छ त एउटै कुरालाई मात्र कम्पेयर गरेको छ। बक्स प्लटमा यहाँ डाटा दिएको छ, डाटामा चाहिँ यतिमा छ, आफ्नो केही डिस्ट्रिब्युसन हेरेको छ, यहाँ पनि तिनवटाको आफ्नो डिस्ट्रिब्युसन हेरेको छ। अनि हिस्टोग्राममा पनि के छ त आफ्नै डिस्ट्रिब्युसन हेरेको छ है त। बार प्लट र के अरे सरी बक्स प्लट र हिस्टोग्राम चाहिँ के हुन्छ त आफ्नै भेल्युहरूको डिस्ट्रिब्युसन कसरी डिस्ट्रिब्युट भएको छ त आफ्नो भेल्युहरू भन्ने कुरा हेर्नलाई युज हुन्छ है त। ओके, यो हिस्टोग्रामहरू चाहिँ अब हामीले ओभरले पनि गर्नु मिल्छ एकअर्कामा, ओभरलेड हिस्टोग्राम भन्छ होला यसलाई। ओके, ओभरलेड हिस्टोग्राम बनाउनको लागि दुईवटा डाटा लियो नर्मल डिस्ट्रिब्युटेड भएको अनि प्लट होइन प्लट डट हिस्ट होइन, प्लट डट हिस्ट गरौँ। फर्स्टमा चाहिँ के त डाटा 1लाई अनि यसको अल्फाको भेल्यु दिउँ है त। अल्फाको भेल्यु यहाँ पनि ठ्याक्कै काम लागिहाल्छ। अल्फाको भेल्यु जस्तै अब 0.5 दिएँ मैले, ओके लेभल डाटा 1 भनेर दिएँ, सेम है त लेभल डाटा 1 अनि यसमा लेभल डाटा 2 भनेर दिएँ, के पनि गरेको छैन अरू फरक। अनि लेजेन्ड भनेर दिएँ, लेजेन्ड भनेको के हो त लेभल देखाउनको लागि, अनि प्लटलाई के गरेँ त सो गरेँ है त, नयाँ कुरा के पनि छैन। यहाँ हेर्नुभयो भने चाहिँ एकअर्कामाथि अर्को खप्टेको देखियो, जहाँनिर खप्टेको छ त्यहाँनिर चाहिँ डार्क पार्ट देखियो, अरूमा चाहिँ यस्तो लाइट भएर एकअर्कामा चाहिँ कसरी दुईवटालाई चाहिँ कम्पेयर गर्नको लागि यसरी मिल्दो रहेछ। हिस्टोग्राम चाहिँ के हो त नर्मली आफ्नै डिस्ट्रिब्युसन प्लट गर्ने हो। यदि दुईवटाको डिस्ट्रिब्युसन दुईवटा डिफ्रेन्ट डाटाको अथवा दुईवटा डिफ्रेन्ट भेल्युहरूको डिस्ट्रिब्युसन चाहिँ कम्पेयर गर्नु छ भने चाहिँ हामी के गर्न सकिँदो रहेछ त यसरी ओभरलेड हिस्टोग्राम बनाउन सकिँदो रहेछ। अल्फा 0.5 राखेको काम लाग्यो नि होइन, अलिकति कहाँनिर ऊ भएको छ भन्ने खालको देखियो नि त यहाँनिर स्याडो खालको है। त्यो भएर चाहिँ यो पछाडिको ग्राफ चाहिँ यसरी गएको छ, पछाडिको डिस्ट्रिब्युसन डाटा 1को डाटा 2को डिस्ट्रिब्युसन चाहिँ यसरी गएको छ। नर्मली उस्तै उस्तै खालको रहेछ, तर हामीले हेऱ्यो भने 170 र 175 स्टार्ट भएको छ, त्यही भएर हल्का अगाडितिरको फरक पऱ्यो, हल्का सिफ्ट भयो, त्यही भएर अलिकति पछाडि लगभग सिमिलर नै हो होइन 170 र 175 भनेर। ओके, त्यही हो है त। डाटा चाहिँ एकअर्कामाथि ओभरले कसरी भएको हुन्छ दुईवटा डाटा भनेर यसरी कम्पेयर गर्नु पऱ्यो भने चाहिँ ओभरलेड हिस्टोग्रामहरू बनाउन मिल्दो रहेछ। ओभरलेड हिस्टोग्राम जस्तै एउटा स्ट्याक्ड हिस्टोग्राम भन्ने पनि हुन्छ है, त्यो पनि हेरिहालौँ, लगभग उस्तै उस्तै नै हो। स्ट्याक स्ट्याक्ड हिस्टोग्राम हेऱ्यो भने यसमा पनि सिमिलर है त, त्यही माथिकै डाटा लिएँ मैले। अनि प्लट डट हिस्टोग्राममै लिन्छु है त, डट हिस्टै लिन्छु अनि यसमा चाहिँ लिस्ट दिन्छ जस्तो लाग्थ्यो। ओके हेऱ्यौँ होइन, डाटा 1 डाटा 2 भनेर एउटा लिस्टमा दिएँ। अनि मैले यसमा चाहिँ स्ट्याक भन्ने एउटा भेल्युलाई चाहिँ दिन्छु है त, एसटी स्ट्याक नै हो, स्ट्याक कस्तो ट्रु भनेर दिन्छु स्ट्याक गराउनको लागि। लेभल चाहिँ डाटा 1 डाटा 2 दिएँ। ल के यहाँ गऱ्यो भने के भयो त्यही सेम छ है त, माथिकै डाटा छ, त्यसरी स्ट्याक गर्दाखेरि चाहिँ के भयो त एकअर्कामाथि स्ट्याक भएको भयो कि यो तलको भयो, यसको माथि चाहिँ अर्को के गरे त हिस्टोग्राम स्ट्याक भएर बस्यो। बुझ्नुभयो नि, स्ट्याक इक्वल्स टु ट्रु दिएर फल्स दियो भने चाहिँ के हुने भयो त मेरो फल्स दियो भने चाहिँ यसरी दुईवटा जुन माथि हाम्रो बार प्लटमा कम्पेयर भएको थियो नि मल्टिपल एउटैमा त्यसरी कम्पेयर हुने भयो होइन। स्ट्याक गरेन भने चाहिँ के हुने भयो त एक एक गर्दै हरेक डाटाको डिस्ट्रिब्युसनमा जस्तै अब यति अनि यहाँ 150मा कति थियो, 150मा कति छ होइन, 160मा कति छ, 170मा कति छ, 175 180 185 190मा कति छ भेल्यु सबैको कम्पेयर एक एक गर्दै हुने भयो होइन।
अब हामीले स्ट्याक गरेर ट्रु गऱ्यौँ भने चाहिँ के हुने भयो त एकअर्कामाथि स्ट्याक हुने भयो। यो चाहिँ तलको डिस्ट्रिब्युसन भयो, यसको माथि चाहिँ अर्को डिस्ट्रिब्युसन एड गरेर चाहिँ माथि स्ट्याक भएको भन्ने बनायो है त। त्यो कुरा पनि गर्नु मिल्यो। ल नर्मली यति कुराहरू बुझ्नुभयो त। एक्स लेभल दिने, वाइ लेभल दिने कुराहरू, टाइटल दिने कुराहरू, एक्सटी वाइटीको कुराहरू सबै सिमिलर नै हो, त्यही भएर मैले केही पनि लेखेको छैन है त। स्ट्याकको कुरा पनि बुझ्नुभयो। अनि स्ट्याक कस्तो फल्स गराएको वाला मैले यहाँ राखिदिन्छु, त्यतिकै दिएन भने पनि हुन्छ होला फल्स त। यसलाई चाहिँ ओभर ल यसरी राख्दै त फेरि एउटीमा राख्दा त त्यस्तो हुन्छ। ल यस्तो गरेर राख्दै ट्रु र फल्समा चेक गर्नु है त, स्ट्याक गर्दा के हुन्छ र स्ट्याक नगर्दा के हुन्छ भन्ने कुरा। यहाँ चाहिँ हामीले के त एकअर्कामाथि ओभरले गर्नको लागि चाहिँ के गरेको थियौँ त, अल्फा गरेर छुट्टा छुट्टै दुईवटा डाटा दिएको थियौँ होइन। अब यहाँ चाहिँ स्ट्याक गर्ने भनेको चाहिँ के माथि स्ट्याक गर्नु पऱ्यो कि स्ट्याक साइडमा यसरी राख्नु पऱ्यो। माथि स्ट्याक गर्ने हो भने चाहिँ स्ट्याकलाई ट्रु गरेर पास गऱ्यो भने एकको माथि अर्को गरेर बस्ने भयो होइन। हरेक पोइन्टमा चाहिँ हरेक भेल्युमा चाहिँ मैले दुइटाको डिस्ट्रिब्युसन कति कति छ त त्यसरी कम्पेयर गर्छु। के अरे बार प्लट जसरी भने चाहिँ त्यसले चाहिँ के गर्न सक्यो त स्ट्याक नगरेर सिधै यसरी लिस्टको तरिकाले दिने, माथि जसरी बक्स प्लटमा दिएको थियौँ त्यसरी एज अ लिस्ट पास गऱ्यो भने चाहिँ त्यसमा के हुँदो रहेछ, बार प्लटको जुन मल्टिपल बार प्लट थियो त्यसरी प्लट हुँदो रहेछ है त। कस्तो खालको डाटा कम्पेयर गर्नु परेको छ त्यसै अनुसार गर्दै जाने है त पछिको कुराहरू। अहिले चाहिँ यस्तो यस्तो भनेको छ के हो भन्ने लाग्ला, पछि चाहिँ सबै गर्दै गइन्छ है हामीले। अब 2D के त हिट म्याप है त। अब हिट म्याप चाहिँ खासमा अब म्याटप्लटलीबाट त्यति गरिँदैन, किन भन्दा हिट म्याप चाहिँ सबैको एउटै गरेर उसबाट C1बाटै गरिन्छ। तर पनि हेरौँ न 2Dमा पनि कस्तो हुन्छ। यसमा डाटा 1 भन्ने लिन्छ एउटा, यसमा पनि माथिकै लिउँ है त। नम्पाईको ऱ्यान्डमको के गरेँ त नर्मल गरौँ, त्यही एउटा जति बेल राख्दा नि भयो। अलि धेरै बेल राखौँ न होइन, राम्रो देखिन्छ 1000 खालको। ल डाटा 2मा पनि ल 80देखि 1000सम्मको। अनि ल मैले यहाँ चाहिँ प्लटमा चाहिँ के गरेँ त हिज 2D भनेर कल गरेँ है त। अरू के पनि फरक परेको छैन हाम्रो, फरक परेको यहीँनिर हो। अनि भित्रको प्यारामिटर कसरी पास गर्ने भने हल्का फरक पर्न सक्छ है त। यसमा पनि बिन्स भन्ने कुरा आएको छ। बिन्स भन्ने कुरा चाहिँ अब जुन कुरा गरेँ नि मैले यहाँनिर, बिन्स भनेको चाहिँ के रहेछ त, यसको यो एउटा बिन, यो एउटा दुईवटा बिन, तिनवटा बिन, चारवटा, पाँचवटा, छवटा, सातवटा, आठवटा, 9वटा, 10वटा बिन्स रहेछ होइन। त्यो बिन्स चाहिँ अब धेरै मल्टिपल बिन्स राख्यो भने चाहिँ हाम्रो के हुन्छ त, हरेक सानसानो इन्टरभलमा डिस्ट्रिब्युसन देखिने भयो कि। अहिले डिस्ट्रिब्युसन हाम्रो 150, 140, 150, 160, 170 हुँदै गएको छ। अझै बिन्स बढायो भने 140, 145, 150, 155 गर्दै जाला। अझै बिन्स बढायो भने 140, 141, 142, 143 भन्दै जाला। अब हामीले डिस्ट्रिब्युसन कसरी हेर्ने हो त होइन। अहिले चाहिँ हाम्रो के छ त 140 देखि 144 सम्मको एउटैमा परेको छ। अनि 144 यसमा भन्दा नि यसमा हेरौँ न, यो 140 देखि जस्तै 145 सम्मको एउटैमा परेको छ, 145 देखि 150 सम्मको एउटैमा परेको छ, 150 देखि 155 सम्मको एउटैमा परेको छ, त्यसरी गइरहेको छ होइन। अब हामीले चाहिँ के भन्छ बिन्सलाई बढाइयो भने चाहिँ के हुने भयो त, त्यो इन्टरभल घट्ने भयो। 140 देखि 152 सम्म एउटा हुने भयो, 142 देखि 145 सम्म एउटा हुने भयो, त्यसरी जाने भयो। सरी भनेपछि अब कति ठुलो ग्यापमा चाहिँ हामीले के गर्न सकिन्छ, एउटा ग्रुपिङ गर्न सकिन्छ। जुन हामीले स्ट्याटिस्टिक्समा गर्दाखेरि एउटा कन्टिन्युस डाटाहरूले चाहिँ एउटा रेन्ज बनाएर गयो 0 देखि 10 सम्म, 10 देखि 20, 20 देखि 30 गरेर। त्यसै गरेर 0 देखि 10 सम्म गऱ्यो भने चाहिँ धेरै डाटा एउटै रेन्जमा पर्ने भयो। तर त्यो कस्तो त 0 देखि 5 सम्मको सबै डाटा छ, 0 1 1 2 1 2 1 2 1 2 भन्ने डाटा छ। तर 0 देखि 10 को रेन्जमा लिउँ भने त त्यो एउटै रेन्जमा पर्यो। अब तर त्यो हामीले त्यो डाटा चाहिँ 0 भन्न खोजेको कस्तो भन्दाखेरि, जस्तै हेरौँ है त यो कुरा, बिन्सको कुरा चाहिँ एकदम इम्पोर्टेन्ट कति बेला हुन्छ भने यस्तो डाटा छ होइन। अब यहाँ 0 देखि 10 सम्मको हाम्रो यो प्लट हो होइन। 0 देखि 10 सम्मको प्लट हो। हाम्रो डाटा चाहिँ के छ त 2 3 2 4 2 यस्तो डाटा छ। अब यसमा मैले बिन्स दुईवटा मात्र राखेँ भने, जस्तै अब एउटै बिन्स भनौँ न, यसमा अब पछाडि 20 30 वाला डाटा थियो, यो 10 सम्मको चाहिँ एउटा बिन्स हो। यत्तिकै एउटै बिन्स हो भने चाहिँ फर्स्टमा के हुने भयो त, यो सबै 1 2 3 4 5 6 6वटा डाटा 0 देखि 10 सम्म छ भनेपछि यसको सिधै फ्रिक्वेन्सी कति सेट हुने भयो त 6 भनेर यसरी सेट हुने भयो हो। अब यो के भयो त अलिकति हेर्नलाई सजिलो भयो, तर एक्सप्रेसिभ अलिकति भएन। अब यसलाई चाहिँ मैले अब दुईवटा बिन्समा बनाएँ भने चाहिँ अब फर्स्टमा चाहिँ के गर्दा 0 देखि 5 सम्म एउटा बिन्स, अनि 5 देखि 10 सम्म एउटा बिन्स बनाउँछु। त्यति बेला 6वटै भेल्यु चाहिँ के गरेँ त यहाँ 0 देखि 5 सम्म परे, अनि 5 देखि 10 सम्म एउटा पनि भेल्यु परेन। अझै मैले बिन्स बढाएर 4वटा कतिवटा बनाऊँ त 2 4 कति 2.5 सम्मको बनाऊँ न, 2.5 सम्मको यहाँ, अनि यहाँ चाहिँ 7.5 सम्मको भन्यो भने के हुन्छ त, यो अनि यो तिनवटा भेल्यु अगाडि पर्ने भयो 2.5 भन्दा यहाँ पर्ने भयो होइन। अनि त्यसपछि 3 4 3 तिनवटा भेल्यु चाहिँ यहाँदेखि यहाँको बिचमा पर्ने भयो यसरी। यता चाहिँ केही पनि पर्ने भएन। यसरी चाहिँ बिन्स कति राखेको छ भन्ने कुराले चाहिँ हल्का त्यो ग्राफको डिस्ट्रिब्युसन चाहिँ अलिकति फरक पर्छ है त। त्यही भएर चाहिँ हाम्रो डाटाको भेल्युहरू कति छ होइन, अनि डिस्ट्रिब्युसन डाटाको डिस्ट्रिब्युसन चाहिँ कस्तो खालको छ
त्यो कुराहरू हेरेर चाहिँ बिन्स चाहिँ कति राख्दाखेरि डाटा मजाले एक्सप्रेसिभ हुन्छ, सबै कुरा मजाले एक्सप्रेस गर्छ भन्ने कुरा हेरेर मात्र बिन्सहरू राखिन्छ है त। त्यही भएर नर्मली चाहिँ बिन्सको भेल्यु पास गर्नुको कारणै त्यही हो। यहाँ पनि बिन्स 20 भनेर राख्नुको कारण जस्तै हेरौँ है, त्यहाँनिर बिन्स भनेको चाहिँ यहाँनिर यस्तो हो कि यो ब्लक छ नि जुन, यो ब्लक पनि अब यहाँनिर हेऱ्यो भने 0 देखि 2 सम्मको यता भयो। अनि यहाँ चाहिँ कति भयो त, यता अलि देखेन कि यो कलर चाहिँ फुल म्याप भन्ने कलर पास गरिदिउँ ल यसमा। यसमा हुन्छ कि हुन्न पनि, कलर इक्वल्स टु फुल वाम भनेको जस्तो लाग्छ। C1 हो कि यो सबै के ब्लुज भनेर भन्छ कि दिएको छैन के हुन्छ होला, ब्लुज पनि होइन, कलर भनेर लिँदैन त्यसो भए सी म्याप भनेर दिन्छ होला। अलि अलि अझ 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 मजाको देखियो त अहिलेको भन्दा। हेऱ्यो भने यो ब्लक हेर्नुभयो भने यी होइन अति मजाले त देखिएन यो। यता हेऱ्यो भने 70 देखि लगभग भनौँ न 68 देखि 72 सम्मको यता भयो जस्तो लगभग। अनि यता पनि त्यही 72 देखि 74 सम्मको लगभग त्यसरी गएको छ के 68 देखि 72 त्यसरी गएको छ नि त। यसो बिन्स बढाइयो भने अझै धेरै बन्छ है त। जस्तै यहाँ 40 गरायो भने यो जुन एउटा स्क्वायरहरू बनेको छ नि, स्क्वायरहरूको अझै साइज घट्दै गयो। जसले 80 बनायो भने अझै स्क्वायरको साइजहरू घट्दै गयो क्या, डिस्ट्रिब्युसन अझै मजाले देखिने भयो होइन। तर अब फेरि धेरै थोरै बिन्स राख्दा पनि इन्डिभिजुअलमा प्लट गरेको जस्तो हुन्छ कि डिस्ट्रिब्युसन प्लट नगरेर होइन, त्यो गर्दा पनि मजा भएन। बिचको चाहिँ कहाँनिर राख्दाखेरि चाहिँ मजाले डाटा एक्सप्रेसिभ पनि हुन्छ अनि धेरै ओभर गरेको जस्तो पनि हुँदैन भन्ने कुरा पत्ता लगाएर त्यहाँनिरको प्लट गर्नु। यहाँनिर हेऱ्यो भने अब लगभग यहाँनिर हेऱ्यो यहाँनिर होइन, यो अलि धेरै यो भनेको के हो त हेर्नुभयो भने सेतो भनेको चाहिँ थोरै डाटा छ, डिस्ट्रिब्युसन भनेको 25 भनेको चाहिँ के छ त एकदम डार्क ब्लू भनेको चाहिँ धेरै डाटा छ भनेको। यहाँनिर हेर्नुभयो भने लगभग 82 तिर चाहिँ एकदम धेरै डार्क भेल्यु देखियो होइन। जस्तै बेला चाहिँ 20 बाट 40 गरायो भने चाहिँ त्यो कता गयो त, अब यहाँनिर देखेको थियो नि अघि, अब यहाँनिर त रहेन रहेछ है होइन त। नर्मली हेर्दाखेरि अब यो हल्का यहाँनिर रहेछ अनि हल्का चाहिँ बरु यहाँनिर रहेछ यसरी देखियो। 80 गरायो भने चाहिँ फेरि अब इन्डिभिजुअलतिर गइहाल्छ क्या। अब 80 गरायो भने चाहिँ हेर्नुभयो भने एकदम सानो सानो रेक्टेङ्गल भयो, अब त्यहाँनिर पत्ता लगाउन पनि गाह्रो भयो कहाँनिरको डार्क हो कहाँनिरको अलिकति लाइट हो भन्ने कुरा होइन। यहाँनिर त्यति उ भयो क्या। त्यही भएर लगभग 40 जस्तो अथवा 35 जस्तो राख्यो भने चाहिँ यहाँनिर चाहिँ हल्का हल्का डार्क खालको छ यतातिर यो एरियामा होइन। अनि यो खालको एउटा सिक्वेन्स के भने एउटा प्याटर्न चाहिँ देखिन्छ नि त होइन। कति राख्दाखेरि बिन्स चाहिँ कति राख्दाखेरि प्याटर्नहरू देखिन्छ होइन। ओभर त्यो धेरै ओभर सिम्प्लिफाइड भन्दा पनि ओभर कम्प्लेक्स हुन्छ क्या धेरै बिन्स राख्यो भने पनि। थोरै बिन्स राख्यो भने चाहिँ ओभर सिम्प्लिफाइड हुन्छ, त्यसमा पनि प्याटर्नहरू त्यति देखिँदैन है त, मिसलिडिङ हुन्छ। त्यो भएर बिन्स चाहिँ डाटा कति छ कस्तो खालको छ त्यसै अनुसार बिचको भेल्यु राख्नु पर्यो भन्ने कुरा है त। ल ओके यो भइहाल्यो। अनि यसमा एउटा कलर बार भनेर यो छ नि, यो चाहिँ कलर बार हो। कलर बार त्यत्तिकै पनि आउँदो रहेछ हाम्रो त यसमा परेन दिन 0 देखि 9 सम्म कलर बार भनेर आएको छ होइन। तपाईँ यसलाई दिनु मन लाग्यो भने यसमा नाम पनि दिनु मिल्छ, त्यसरी दियो भने प्लटको कलर बार भनेर यसरी दियो भने सेमै आउने आउन त। दुईवटा आउँदो रहेछ हौ, छोडिदिउँ त्यसो कलर बार दिइसकेको रहेछ नि त मैले तलतिर दिइसकेको रहेछ। सरी देखिनँ मैले, आफै आयो त्यहाँनिर। ल लेभलमा चाहिँ मैले दिन सक्छु जस्तै यहाँ फ्रिक्वेन्सी भनेर त्यो कलर बारको फ्रिक्वेन्सी यसरी दियो भने कलर बारको लेभल त्यो एक्स लेभल वाइ लेभल भन्छ। यो देखाउन खासमा देखाउन खोजेको थिएँ कि मैले, यो चाहिँ यताको लेभल हो। यता एक्स लेभल वाइ लेभल भनेर दियो भने यता जाने भयो यता र यता। अनि यो चाहिँ के को कलर बार हो त होइन यो कुरा भन्ने खालको हेर्नु पऱ्यो भने त्यहाँदेखि फ्रिक्वेन्सी भनेर पनि दिनु मिल्यो। ल ओके म्याटप्लटले यति नै कुराहरू थियो त। जस्तै अब अस्ति हामीले डिस्कस गरेको कुराहरू यहाँ हेऱ्यो भने अरू कुराहरू त्यति प्लट पनि गरिँदैन हामीले। यहाँनिर लगभग सबै त हिस्टोग्राम चाहिँ गरियो, म्यापिङ चाहिँ त्यति हुँदैन होइन। हिस्टोग्राम चाहिँ गरियो, यो चाहिँ अब पछि क्लस्टरहरूको कुरामा त्यतिबाट आउँछ, यताबाट त्यति प्लट चाहिँ गरिँदैन होइन। यो भनेको स्क्याटर प्लटहरू जस्तै जस्तै कुराहरू पनि हुन त, तर अलिकति फरक हुन त। यो म्यापिङ गर्ने भनेको क्लस्टर बनाउने टाइपको कुरा हुन्छ। हिस्टोग्राम हेऱ्यो हामीले, बार चार्ट हेरियो, लाइन चार्ट हेरियो, बक्स प्लट हेरियो होइन, स्क्याटर प्लट पनि हेरियो। अब हिटम्याप पनि 2D खालको हेरियो अलिअलि होइन, 2D हिटम्याप भर्खरै। अनि स्ट्याक बार चार्ट अनि एरिया चार्ट त्यति परेन। पाइ चार्टहरू एरिया चार्टहरू त्यति युज हुँदैन। पाइ चार्टको लागि पनि त्यही नै हो है त, युज गर्नु मिल्छ मिल्नलाई नमिल्ने होइन, नर्मली चाहिँ युज गरिँदैन भनेर। स्ट्याक बार चार्ट भन्ने कुरा चाहिँ अब त्यो तल हामीले स्ट्याक हिस्टोग्राम हेऱ्यो नि, लगभग त्यही नै हो कुरा। एकमाथि अर्को बार चार्ट स्ट्याक हुनु र हिस्टोग्राम स्ट्याक हुनु भन्ने, बारलाई पनि स्ट्याक गरेर हेर्नु चाहिँ मिल्छ है त। ल त्यो डिस्ट्रिब्युसन नै हो, स्ट्याक हिस्टोग्राममै गर्दा पनि हुन्छ त्यो कुरा। यति चाहिँ हाम्रो के भयो त म्याटप्लटको कुरा सक्यो है त। अब C1को कुरा पनि सर डिस्कस गरौँ आज। अनि जाम लाग्यो जस्तै C1मा आयो भने भोलि चाहिँ अनि आउटलायरको कुराहरू गरौँ ल। C1
ओके, C1 भनेको पनि लगभग अब पाइथनको त्यही भिजुअलाइजेसन टुल नै हो, म्याटप्लटलिब जस्तै हो है त। म्याटप्लटलिब युज नगरेर C1 युज गर्छु भन्न पनि मिल्छ होइन। यो चाहिँ के हो त, लाइब्रेरी बेस्ड अन म्याटप्लटलिब हो, द्याट प्रोडक्ट हाई लेभल इन्टरफेस फर ड्रइङ एट्र्याक्टिभ इन्फर्मेटिभ स्ट्याटिस्टिकल ग्राफिक्स भनेको छ। यसमा चाहिँ अब अझै कम्प्लेक्स ग्राफिक्सहरूको लागि खासमा चाहिँ C1 चाहिँ भनौँ न होइन। हाम्रो चाहिँ हिट म्याप खासमा भनौँ, कोरिलेसनको अलिकति हिट म्याप चाहिँ हाम्रो 2D भनेर हल्का हेऱ्यौँ, तर हिट म्याप अझै मजाको होइन, सबै फिचरहरूको बिचको कोरिलेसन हेर्नको लागि, अनि हाम्रो पेयर प्लटहरू हेर्नको लागि, रिग्रेसन प्लटहरू हेर्नको लागि होइन, त्यस्तो कुराहरूको लागि चाहिँ C1 युज हुन्छ। त्यो अझै कम्प्लेक्स प्लटहरू गर्नको लागि अनि अझै कस्टमाइज प्लटहरू गर्नको लागि। किन भन्दा C1मा चाहिँ के हुन्छ त, प्लटहरूलाई कस्टमाइज गर्न सजिलो हुन्छ। एकचोटि हामीले चाहिँ जस्तै अब यहाँनिर हरेकचोटि कलरहरू यताउति डिफाइन गर्नु परेको थियो, साइजहरू डिफाइन गर्नु परेको थियो नि। यसमा सुरुमा एउटा साइजहरू एउटा के हुन्छ त, थिम टाइपको हुन्छ। सुरुमा एउटा थिम डिसाइड गरेर यही थिम युज गर्छु भन्यो भने हरेक फिगरमा चाहिँ त्यही थिम नै कन्टिन्युएसन हुन्छ। त्यही भएर गर्न पनि सजिलो हुन्छ। त्यो सिम्पल सिन्ट्याक्स हुन्छ, बिल्डिङ थिम्स हुन्छ है लेखेको रहेछ। पान्डासँग इन्टिग्रेसन त हुनै पर्यो, अनि स्ट्याटिस्टिकल प्लट्स, रिग्रेसन प्लट, डिस्ट्रिब्युसनहरू पनि यसमा गर्न मिल्छ है त। अब युज चाहिँ अब इडिएमा हुने एक्सप्लोरेटरी डाटा एनालाइसिस भइहाल्यो। डाटा भिजुअलाइजेसन, स्टेजिङ स्टाइल अनि थिम कन्सिस्टेन्सी भनेको चाहिँ एउटै थिम चाहिँ हरेक प्लटमा चाहिँ सिधै क्यारी अन गराउनु मिल्छ भन्ने कुरा है त। अझै एउटा C1को चाहिँ के पनि फाइदा छ भने C1को चाहिँ अलिकति डाटा सेटहरू पनि छ कि C1ले नै प्रोभाइड गर्ने। त्यही डाटा सेटमा हामीले काम पनि गर्न सजिलो हुन्छ क्या सुरुमा, र त्यो पनि हेरिहालौँ। युजिङ C1को डाटा सेटबाट सुरु गरौँ है त फर्स्टमा। ल, एउटा डाटा फ्रेम भनेर लिन्थ्यो होइन। अस्ति हामीले के गरिन्थ्यो डाटा फ्रेममा, अहिले नगरौँ। अस्ति चाहिँ हामीले के गरिन्थ्यो त, पान्डास डट रिड CSV गरिन्थ्यो नि होइन। रिड CSV भनेर यसरी लेखिन्थ्यो नि। यो चाहिँ हामीले के गरिन्थ्यो त, एउटा CSV फाइल चाहिँ त्यसलाई रिड गर्नुपर्नेछ भन्ने गरिन्थ्यो, अथवा रिड के गरिन्थ्यो, रिड XLS गरिन्थ्यो होला, रिड जेसन गरिन्थ्यो होला, जस्तो फर्मेट चाहिँ त्यसै अनुसार रिड गर्नु मिल्छ भनेको थियो मैले होइन। यसरी प्रिन्टेड गरिन्थ्यो, डाटा सेट आउँथ्यो होइन। ल ओके, अब यस्तै कुराहरू चाहिँ अब हामीले चाहिँ यसबाट नगरेर C1ले आफै दिएको पनि अलिकति डाटा सेट छ, त्यसलाई चाहिँ SNS डट लोड डाटा सेट गरेर यसरी युज गर्न सकिन्छ है त। जस्तै टिप्स भन्ने डाटा सेट छ, अनि एउटा प्लानेट्स भन्ने डाटा सेट छ, अनि आइरिस पनि छ कि जस्तो लाग्छ यसमा, हेर्नुपर्छ है त। एकचोटि हेर्दा पनि भयो, इम्पोर्टै गरिएन। इम्पोर्ट यहीँनिर गरिदिन्छु है त, मैले माथि गर्दा पनि हुने हो न त। इम्पोर्ट C1 एच SNS भनेर गरिन्छ त। C1लाई चाहिँ SNS भनेर गरिन्छ त। म्याटप्लटलिबलाई PLT, उसलाई NP PD भने चाहिँ यसलाई चाहिँ SNS भनेर गरिन्छ। त्यही भएर के गरेँ त, SNSबाट टिप्स भन्ने डाटा सेट लोड गरेँ, अनि त्यसको हेड हेरेँ है त मैले। SNS सिस्टम डिफाइन यहाँ हेऱ्यो भने के रहेछ त्यसमा, टोटल बिल, टिप, सेक्स, स्मोकर, डेट, टाइम र साइज भन्ने कुरा रहेछ। बिल चाहिँ कति आयो कुनै मान्छेको होइन, अनि त्यसले टिप चाहिँ कति दियो, सेक्स भनेको चाहिँ मेल हो कि फिमेल हो, अनि स्मोकर हो कि होइन, अनि डे चाहिँ कहिले आएको त, सन्डे, मन्डे, ट्युसडे होइन, अनि टाइम चाहिँ कति बेलाको टाइममा आएको भन्ने कुरा भयो। साइज चाहिँ अनि कतिजनाको ग्रुपमा आएको हो भन्ने कुरा भयो है त। यो चाहिँ एउटा रेस्टुरेन्टमा चाहिँ मान्छेले कति टिप दिएको छ भन्ने कुराको डाटा सेट हो है त। जस्तै अस्ति मैले एउटा भनेको थिएँ नि यहाँ, स्याम्पल भनेर त्यही होला आएको थियो। स्याम्पल भनेर लियो भने चाहिँ बिचको ऱ्यान्डम डाटा सेट आयो कि। जस्तै अब हेड भन्दाखेरि के आएको थियो त, मेरो अगाडिको डाटा सेट आएको थियो होइन। जस्तै अब हेड भनेर पनि 10वटा डाटा सेट हेरौँ ल। हेड 10 भनेर लियो भने 0देखि 9सम्मको डाटा सेट आएको थियो। अब अनि टिल 10 भनेर लियो भने चाहिँ लास्टको 234देखि 243सम्मको डाटा सेट आएको थियो। अनि मैले चाहिँ अब स्याम्पल 10 भनेर लियो भने चाहिँ के हुन्छ त, ऱ्यान्डम आउँछ है त। 61, 67, 213 भनेर बिचबिचको स्याम्पल आयो। यहाँ हेऱ्यो भने चाहिँ डिफ्रेन्ट, यसरी हेऱ्यो भने चाहिँ डिफ्रेन्ट डाटा हेर्न सक्यो कि। अब अगाडि एउटा के हुनसक्छ त, ट्रेन्ड हुनसक्छ, पछाडि एउटा ट्रेन्ड हुनसक्छ। स्याम्पल गरेर हेऱ्यो भने चाहिँ के हुन्छ त, डिफ्रेन्ट बिचबिचको डाटा सेट हेर्दा डिफ्रेन्ट डाटा सेट आउँछ है त। जस्तै हेऱ्यो भने स्याटरडे, सन्डे, फ्राइडे, थर्सडे भन्ने डिफ्रेन्ट डाटा यहाँ पनि आयो, सबैमा सन्डे थियो। स्मोकर पनि यस्नोवाला आयो, टाइम पनि डिनर, लन्च भन्ने खालको आयो होइन। साइज पनि डिफ्रेन्ट आयो, मेल फिमेल आयो, टिपको साइज पनि धेरै धेरै आयो होइन। ल ओके, यो चाहिँ स्याम्पलबाट चाहिँ अझै मजाले उ गर्न सकिन्छ है त डाटालाई। ओके, अब हामीले अझै अरू कुराहरू पनि हेरेको थियौँ। डाटा फ्रेमको इन्फो भन्ने कुरा हेरेको थियौँ नि त। एउटा इन्फो भन्ने कुरा हेऱ्यौँ भने चाहिँ यहाँनिर कति 244 इन्ट्री रहेछ। यहाँनिर हामीले भर्खर टेल हेर्दा पनि थाहा पायौँ है त। त्यो स्याम्पललाई चाहिँ मैले सो गरिदिएँ, अनि यसलाई यहाँ तल कपी गरेँ, अनि यसलाई कमेन्ट आउट गरेर टेल लेख्यो भने यहाँनिर कति त 243सम्म थियो भने 0देखि 243सम्म 244वटा इन्ट्री थियो, 0देखि 243सम्म। अनि हेऱ्यो भने टोटल चाहिँ 7वटा कलम रहेछ, टोटल बिल, टिप, सेक्स, स्मोकर, डेट, टाइम र साइज भन्ने। हेऱ्यो भने टोटल बिल र टिप भन्ने चाहिँ हाम्रो फ्लोट रहेछ, अनि सेक्स, स्मोकर, डे र साइज भन्ने चाहिँ क्याटेगोरी रहेछ। क्याटेगोरिकल डाटा भनेको बुझिन्छ नि होइन, डिफ्रेन्ट क्याटेगोरी भएको।
जस्तै अब सेक्समा चाहिँ मेल र फिमेल भयो, स्पिकरमा यस र नो भन्ने क्याटेगोरी भयो, डेमा चाहिँ सन्डे मन्डे ट्युसडे के छ होइन त्यो क्याटेगोरी भयो, टाइममा चाहिँ डिनर लन्च भन्ने खालको क्याटेगोरी भयो, अनि साइज पनि के रहेछ त Int64 भन्ने रहेछ है त, डिफ्रेन्ट टाइप के हो भन्ने पनि थाहा पाइयो। अनि हेऱ्यो भने टोटलमा 244 इन्ट्री थियो, सबै 244वटै इन्ट्री के रहेछ त नट नल रहेछ भनेपछि सबै भेल्युहरू चाहिँ के रहेछ त नट नल रहेछ। यहाँ लास्टमा पनि क्याटेगोरिकल 4वटा, फ्लोट 60 भयो 2वटा, इन्ट चाहिँ एउटा भनेर दिएँ। अनि जस्तो अस्ति मैले भनेको थिएँ डाटा फ्रेमको के हेर्नु मिल्छ त डिस्क्राइब गरेर गर्नु मिल्छ भनेको थिएँ नि, अस्ति हामीले सबै के न्युमेरिकल भेल्यु भएको डाटा सेट हेरेको थियौँ। यहाँनिर हेऱ्यो भने चाहिँ अब हेर्नुभयो भने के छ त टोटल बिल टिप र साइज भन्ने मात्र कलमको आयो क्या, काउन्ट मिन स्ट्यान्डर्ड डेभिएसन मिनिमम 25%, 50%, 75% म्याक्सिमम भन्ने कुरा भयो नि, यो चाहिँ तलको कुराहरू भयो। अनि यहाँ स्ट्यान्डर्ड डेभिएसन मिन काउन्ट भन्ने माथिको यो काउन्ट कति छ भन्ने कुरा भयो, मिन भनेको मिन भइहाल्यो, स्ट्यान्डर्ड डेभिएसन भइहाल्यो होइन। यो कुराहरू चाहिँ अब के भयो त टोटल बिल टिप र साइजको मात्रा, किन यतिको मात्रा आयो त यो क्यालकुलेसन गर्नको लागि के हुनु पर्यो त डाटा न्युमेरिक हुनु पऱ्यो। न्युमेरिक डाटा भनेको एउटा टोटल बिल छ, एउटा टिप छ, अनि एउटा साइज छ, बुझ्नुभयो नि। त्यही भएर इन्फर्मेसन लिँदाखेरि चाहिँ सबैको लिनु मिल्यो यसरी, डिस्क्राइब गर्दाखेरि चाहिँ हाम्रो न्युमेरिक डाटाको मात्र डिस्क्रिप्सन आउने भयो, अरूको त अब निकाल्नु पनि मिल्दैन नि त। अब क्याटेगोरिकल डाटा मेल र फिमेलको मिनिमम म्याक्सिमम भन्ने कुरा त हुँदैन, ल त्यो कुरा पनि ख्याल गर्नु पऱ्यो है त। अब मैले चाहिँ हल्का तपाईँहरूलाई डाटा फ्रेम पनि कसरी युज गर्ने भन्दै लग्छु है त सिवन गर्दाखेरि चाहिँ। जस्तै अब हामीले टिप्स भन्ने डाटा सेटमै काम गर्छौँ है त, पछि पनि हामीले यसरी नै डाटा सेट लिएर काम गर्ने हो होइन। अब मैले चाहिँ बिस्तारै तपाईँहरूलाई प्रोजेक्ट पनि बिस्तारै छिराउँदै लग्छु है त। जस्तै अब यसमा चाहिँ मैले के गर्न सकेँ त भन्दाखेरि डाटा फ्रेम जुन छ डाटा फ्रेमको कलम्स, ल कलम्स त अब माथि पनि आयो आउन त होइन, यहाँनिर पनि आयो आउन त कलम्स होइन, नभए कलम्सलाई भिजुअलाइज गर्नु मन लाग्यो भने डाटा फ्रेमको कलम गऱ्यो भने टोटल बिल टिपेसरी चाहिँ कलम के छ भन्ने कुराहरू पनि हेर्नु मिल्यो। अनि प्रिन्ट डाटा फ्रेमको अब हरेक कलममा चाहिँ होइन इन्डेक्स त त्यति मतलब भएन, इन्डेक्समा 0 1 2 भन्ने कुरा छ होइन। अब हरेक कलममा चाहिँ कस्तो कस्तो भेल्युहरू छ त, टोटल बिल भन्ने त अब न्युमेरिक डाटा भइहाल्यो, न्युमेरिक डाटामा त डिफ्रेन्स जति पनि भेल्यु हुन पायो, टिपमा पनि न्युमेरिक डाटा हो, अब यो भेल्यु भनेको 0.5 यताउति चेन्ज हुन पायो। सेक्स भनेको त क्याटेगोरिकल डाटा हो, यसमा चाहिँ भेल्युहरू कस्तो कस्तो छ त भन्ने कुरा हेर्नु मिल्यो है त। डाटा फ्रेमको के त सेक्स भन्ने कलमको मैले के हेर्नु मिल्यो त युनिक आइटमहरू हेर्नु मिल्यो है त। युनिक भनेर यसरी कल गऱ्यो भने चाहिँ हेर्नुभयो भने मेल र फिमेल भन्ने दुइटा कुरा युनिक भनेर आयो है त। जस्तै अब यहाँनिर सेक्सको क्याटेगोरी भनेर लेख्थेँ है त मैले, चाहिँ ल यो सेक्सको आयो। अब त्यस्तै गरेर अरू डाटाको पनि क्याटेगोरी के छ भन्ने कुरा सबैको हेर्नु मिल्यो। त्यसै गरी हाम्रो के थियो त अरू स्मोकर भन्ने पनि क्याटेगोरी, स्मोकर त स्मोकर नन स्मोकर हेरिनँ है त मैले। डेमा हेरौँ अनि टाइममा हेरौँ, टाइममा पनि थियो होइन, साइज त भएन। ओके यति चाहिँ हेरौँ है त, के त डेमा चाहिँ टाइममा स्मोकर त यस र नो मात्र हो, त्यो पनि हेरिदिउँ न, त्यही पनि हो कि होइन होइन। स्मोकरको ओके स्मोकरको क्याटेगोरी डाटा फ्रेमको स्मोकरको युनिक भनेर ल हेऱ्यो भने सेक्स क्याटेगोरी के रहेछ त फिमेल र मेल भन्ने रहेछ क्याटेगोरी रहेछ, दुइटा अब्जेक्ट भएको मेल र फिमेल भएको होइन। डे क्याटेगोरीमा के सन्डे स्याटरडे थर्सडे र फ्राइडे रहेछ, सबै डेहरू पनि रहेन रहेछ, 4वटा अब्जेक्ट रहेछ, थर्सडे फ्राइडे स्याटरडे र सन्डे भन्ने त्यसरी आयो होइन। टाइम क्याटेगोरीमा डिनर र लन्च रहेछ होइन। स्मोकर क्याटेगोरीमा एस र नो भन्ने क्याटेगोरी रहेछ। यसरी चाहिँ के क्याटेगोरी छ भन्ने कुराहरू पनि हेर्नु मिल्दो रहेछ, बुझ्यो नि होइन। डाटा फ्रेमलाई अलिकति सुरुमा कसरी लिने, अलिकति भिजुअलाइज कसरी गर्ने भन्ने कुराहरू यति भयो। अब चाहिँ हामीलाई हल्का डाटा सेटको आइडिया भयो नि त, कति रो छ कति कलम छ भन्ने हामीलाई थाहा भयो। कलममा सबै भेल्युहरू नट नल छ, अनि कुन कुन भेल्युहरू चाहिँ फ्लोट छ, कुन कुन भेल्युहरू इन्ट छ भन्ने पनि थाहा भयो। अनि क्याटेगोरिकल भेल्युहरू भएकोमा पनि त्यो चाहिँ क्याटेगोरी के हो त भन्ने कुराहरू पनि थाहा भयो होइन। अनि सरी यहाँनिर डिस्क्रिप्सन हेर्दाखेरि अलिकति हामीले के पनि थाहा भयो त, टोटल बिल चाहिँ 244वटा रहेछ होइन। त्यसमध्ये मिन जुन एउटा टोटल बिलको मिन भेल्यु चाहिँ कति आएको रहेछ त 19.78 भन्ने भेल्यु आएको रहेछ मिन चाहिँ, तर मिडियन चाहिँ कति रहेछ 17.79, लगभग दुइटा एउटै खालको रहेछ। म्याक्सिमम भेल्यु चाहिँ कति रहेछ त 50.81 भन्ने बिल आएको रहेछ एकदम म्याक्सिमम चाहिँ, मिनिमम चाहिँ 3.07 को बिल आएको रहेछ होइन। अनि धेरै जसो मान्छेको चाहिँ 17.79 भन्ने बिल आएको रहेछ, मिन बिलको एमाउन्ट पनि त्यति नै रहेछ भन्ने कुरा देखियो है त। धेरै जसो मान्छेको आउने बिल र धेरै जसो बिलको एमाउन्ट भनेको चाहिँ के रहेछ त सेम रहेछ भन्ने खालको कुरा पनि देखियो। अनि टिपमा हेऱ्यो भने टिपमा चाहिँ म्याक्सिमम टिप चाहिँ हेऱ्यो भने $10 आएको रहेछ, डलरमा छ है त सबै कुराहरू। $10 चाहिँ म्याक्सिमम टिप आएको रहेछ, तर 75%सम्मकोले के दिएको रहेछ त 3.56 को टिप दिएको रहेछन् भनेपछि यो 10 चाहिँ के हो त आउटलायर पनि हुनसक्यो भन्ने खालको देखियो नि। हेऱ्यो भने म्याक्सिमम भेल्यु यहाँ पनि 75%सम्म 24 के दिएको छ त उदिएको छ, टोटल बिल एमाउन्ट धेरै जसोको $24 आएको छ, तर म्याक्सिमम भनेको चाहिँ 50.81 भनेर जुन टप 25% को छ, टप 21% मध्येको चाहिँ यो
टप 25% चाहिँ सबभन्दा लोवरको भ्यालु चाहिँ 24.12 रहेछ, अनि म्याक्सिमम भ्यालु चाहिँ 50.8 रहेछ। भनेपछि त्यहाँनिर यो अलिकति मान्छे चाहिँ यस्तो पनि रहेछन् एकदम ठुलो बिल आउने, तिनीहरू ठुलो बिल आउनेको चाहिँ ठुलो टिप पनि हुनसक्यो। यो चाहिँ अब बिस्तारै रिलेसन हेर्दै जानु पऱ्यो होइन। अब मिनिमम बिल चाहिँ कति आएको रहेछ त, के अरे मिनिमम चाहिँ 1 दिएको रहेछ, मिनिमम बिल चाहिँ 3.07 आएको रहेछ। यो अब 3.07 आएकोले 1 दिएको भन्ने चाहिँ होइन, तर मिनिमम चाहिँ यति रहेछ बिल एमाउन्ट चाहिँ, यो चाहिँ यति रहेछ भन्ने कुरा देखियो। लगभग यहाँ हेऱ्यो भने पनि यसमा चाहिँ यिनीहरू तिनवटा भ्यालु चाहिँ एकदम नजिक नजिक छन्। यहाँ त 1 2 2 3 नजिकै छ चारवटै टिपमा त होइन। टोटल बिलमा हेऱ्यो भने चाहिँ यो 13, यो 17, यो 25 छ, नजिक नजिक छ एकदम। मिनिमम भ्यालु पनि अनि म्याक्सिमम भ्यालु पनि चाहिँ के आएको छ त, एकदम रियरली आएको छ। भनेपछि धेरैको चाहिँ यही रेन्जमै आउँदो रहेछ लगभग होइन। यिनीहरू चाहिँ त्यति छैन, तर छन चाहिँ छँदै छैन भनेको चाहिँ होइन मिनिमम र म्याक्सिमम भ्यालु छ भनेपछि। तर यिनीहरू चाहिँ आउटलायर हुन सक्यो। अब कोही मान्छेले अब धेरै अर्डर गरेर ठुलो बिल आएको त हुन सक्यो होइन। अब कोही मान्छेले चाहिँ केही पनि अर्डर नगरेर सानो बिल आएको नि हुन सक्यो। तर त्यो कुराहरू चाहिँ आउटलायर हुन सक्छ कि सक्दैन भन्ने कुरा चाहिँ कस्तो पनि हो भन्दाखेरि, हामीले के कुरा चाहिँ हेर्न खोजिरहेको छौँ होइन। कुनै कुनै बेला चाहिँ अब हाम्रो जुन धेरै बिल आउने कस्टमर हुन्छ तिनीहरूबाटै फाइदा हुन्छ, त्यति बेला चाहिँ तिनीहरू आउटलायरको लागि नभएर तिनीहरूको मात्र क्यालकुलेसन पनि गर्नुपर्न सक्छ होइन। तर कुनै कुनै बेला चाहिँ के हुन्छ त, हाम्रो म्याक्सिमम कस्टमर बेस चाहिँ कस्तो छ त, म्याक्सिमम अर्डरहरू चाहिँ कस्तो छ त भन्ने खालको कुराहरू प्रेडिक्सन गर्दैछौँ भने चाहिँ, अब 1-2टा कस्टमरले धेरै कुराहरू अर्डर गरिरहेको छ, धेरै बिल तिरिरहेको छ भने तिनीहरू चाहिँ फ्रिक्वेन्टली त्यस्तो हुँदैन नि त। हाम्रो मोडल चाहिँ के हुन्छ त, फ्रिक्वेन्ट प्याटर्नहरू प्रेडिक्ट गर्ने हो। हाम्रो मोडल एउटा बनाउँदै गर्दा सबै प्याटर्नै प्रेडिक्ट गर्छ, 100% एकुरेसी हुन्छ, 100% प्रिसिजन हुन्छ भन्ने कुरा त हुँदैन। त्यही भएर चाहिँ एउटा कुनै भ्यालुहरू चाहिँ कुनै बेला मात्र आएको छ होइन। कुनै बेला आएको छ, जस्तै अब 50को यो टिप चाहिँ कुनै बेला मात्र आएको छ होइन। डिस्ट्रिब्युसन त हेरेको छैन हामीले, जस्ट यो नर्मल्ली न्यू नम्बरमा मात्रै हेरेको छौँ होइन। प्लट गरेर हेर्दाखेरि अब यो 50तिरको रेन्जमा एकदम धेरै भ्यालु पनि हुन पाए होइन, त्यो कुरा त पछि हेरौँला। अहिले नर्मल्ली हेर्दाखेरि चाहिँ के छ त, 50 भन्ने चाहिँ अलिक ठुलो भ्यालु छ, यता टिप्समा पनि 10 भन्ने चाहिँ अलिक ठुलो भ्यालु छ भनेपछि के हुने भयो त, यिनीहरू चाहिँ आउटलायर हुनसक्छ। हाम्रो मोडललाई चाहिँ अलिकति आफ्नो जो एउटा ट्र्याक हुन्छ जुन यो बिचको यति धेरै यो बिचको रेन्ज प्रेडिक्ट गर्ने गरायो भने चाहिँ धेरै कुराहरू प्रेडिक्ट गर्न सक्छ होइन। तर यसलाई पनि इन्क्लुड गर्न थाल्यो भने चाहिँ मोडल चाहिँ अलिकति यतातिर झुकेर के हुनसक्छ त, अगाडिको भ्यालुलाई पनि नराम्रो प्रेडिक्ट गरिदिने हुनसक्छ क्या। त्यो चाहिँ यस्तो कुराहरू चाहिँ आउटलायर हो कि होइन भन्ने कुराहरू पनि ख्याल गरेर छुट्याउने खालको अलिकति आइडिया आयो है त्यहाँबाट हाम्रो चाहिँ यहाँनिर यो चाहिँ। अनि यहाँ साइजको पनि हेऱ्यो भने चाहिँ फ्यामिलीको साइज म्याक्सिमम चाहिँ 6वटाको साइज आएको रहेछ। अब 6वटाको साइज आएको त 10को टिप्स दिएको, 60 50को पे गरेको हो कि होइन भन्ने कुरा चाहिँ बिस्तारै अब हामीले प्लटहरू गर्दै जाँदा थाहा हुन्छ है त रिलेसन चाहिँ। जस्ट मैले चाहिँ इडिएको कुरा गरेको जस्ट के को आधारमा चाहिँ, नम्बरको आधारमा। जस्ट हामीले एउटा जुन पान्डाजबाट नम्बरहरू प्लट गर्न सिकेको थियौँ त्यसको आधारमा चाहिँ कस्तो कस्तो रहेछ त भन्ने कुरा हेरेको है त। ओके, अब चाहिँ हामीले के प्लट गर्न सकिन्छ त्यो सबै कुरालाई अझै मजाले बुझ्नको लागि त धेरै जाम है त। फर्स्टमा चाहिँ अब मैले जुन स्टाइलहरू सेट गर्नु मिल्छ भने नि, जस्तै एसएनएस जस्ट सेट स्टाइल भन्ने छ जस्तो लाग्थ्यो। ओके, अरू पनि छ यहाँ सेट भनेर हान्यो भने कलर प्यालेट के आउँछ है होइन। सेट कलर कोड, सेट कन्टेक्स्ट भन्ने खालको। जस्तै अब सेट स्टाइल गऱ्यो भने चाहिँ यो स्टाइल चाहिँ अब राख्नु मिल्यो है त। जस्तै अब डार्क भन्ने स्टाइल गऱ्यो भने डार्क भन्ने स्टाइल चाहिँ सबैतिर हुने भयो। यसमा चाहिँ अरू मल्टिपल पनि हुन्छ है त। जस्तै अब ट्राई गर्नु तपाईँहरूले, अब डार्क ग्रिड भन्ने हुन्छ होला एउटा, अरू त के हुन्छ याद त्यति छैन मलाई। डार्क ग्रिड, वाइट ग्रिड, डार्क वाइट त्यस्तो के हुन्थ्यो होइन। डार्क ग्रिड, वाइट ग्रिड पनि हुन्छ होला, वाइट ग्रिड अनि डार्क अनि वाइट, यिनीहरू के छ आफै पनि हेर्नु एकचोटि होइन। यसरी के गर्नु मिल्छ त, स्टाइल सेट गर्नु मिल्छ। अनि हामीले के पनि गर्नु मिल्छ त भन्दाखेरि प्यालेटहरू पनि सेट गर्नु मिल्छ त, कलर प्यालेटहरू एसएनएसको। जस्तै अब अरू पनि छ यहाँनिर सेट हान्नुभयो भने यत्रो कुराहरू छ नि त। जस्तै अब प्यालेट भन्ने पनि गर्नु मिल्छ, कन्टेक्स्ट भन्ने पनि गर्नु मिलेन। जस्तै अब रकेट भन्ने आएको थियो त्यहाँ, अथवा म्युटेड भन्ने गऱ्यो भने म्युटेड प्यालेट आउने भयो होइन। भर्खर त रकेट भन्ने आएको थियो होला। डिप भन्ने पनि प्यालेट हुन्छ होइन। रकेट हो कि होइन ठ्याक्कै बिर्सेँ त्यहाँ आएको चाहिँ त माने। डार्क हुन्छ अनि कलर ब्रान्ड भन्ने हुन्छ होइन, कलर ब्लाइन्ड भन्ने डिफ्रेन्ट खालको प्यालेटहरू। यो चाहिँ फर्स्टमा यसरी सेट गऱ्यो भने चाहिँ अब तल पनि यसरी नै यही प्यालेटमा चाहिँ यही सिट स्टाइलमा चाहिँ के हुन्छ त, ड्रइङहरू ड्र हुन्छ है त। जस्तै अब मैले एसएनएस डट, अब तपाईँहरूलाई चाहिँ चेन्ज गरेर गर्नु मन लाग्यो भने यहाँनिर चेन्ज गर्ने, पहिला डार्कको सट्टा वाइट गराइदिने होइन, पहिला यसलाई रन गर्ने, बल्ल तलको रन गऱ्यो भने मात्र चेन्ज हुन्छ है त। फेरि सिधै तल माथि चेन्ज गरेर यत्तिकै रन गरेन भने चाहिँ हुँदैन, ख्याल गर्नु ल। फर्स्टमा चाहिँ हामीले के गरौँ त, डिस्प्लट भन्दा पनि डिस्प्लट त चाहिँदैन, स्क्याटर प्लटबाट स्टार्ट गरौँ है त। अनि गरेको पनि कुरा भयो ल। ओके, अघिसम्म चाहिँ हामीले के गरेको थियौँ त, आफै एउटा लिस्ट बनाउँदै प्लट गर्दै गरेको थियौँ। अब चाहिँ हामीले रियल डाटा सेटमा गर्छौँ है त। रियल डाटा सेटमा गर्दै कस्तो हुँदो रहेछ त्यो स्क्याटर प्लटहरू गर्दा के खालको कुराहरू देखिँदो रहेछ भन्ने कुरा पनि डिस्कस गर्छौँ है त। जस्तै ल, फर्स्टमा चाहिँ मैले स्क्याटर प्लट गरेँ, एक्स एक्सिसमा चाहिँ के राखेँ त, डाटा फ्रेमको के राखेँ त,
डाटामा चाहिँ डाटा फ्रेम थिएँ, एक्स एक्सिसमा चाहिँ टोटल बिल राखेँ, अनि वाइ एक्सिसमा चाहिँ के राखेँ त टिप भन्ने कुरा राखेँ। अनि टोटल बिल र टिपको रिलेसन कस्तो छ त भन्ने कुरालाई चाहिँ मैले प्लट गरेँ है त। जस्तै अब मैले टाइटलहरू यहाँ नदिँदा पनि यहाँ हेर्नुभयो भने टिप भन्ने यता टोटल बिल भन्ने आफै आइरहेको छ है त यहाँनिर, बुझ्नुभयो नि? एसएनएस यस्तो सजिलो हो कि अलिकति। टाइटलहरू टक्क नदिँदा के अरे एक्स लेभल वाइ लेभल गर्दा पनि एक्स वाइ भनेर माथि त्यसरी सेट गरिदिएपछि आयो त। प्लटको टाइटल चाहिँ दिउँ, टाइटल दिँदाखेरि चाहिँ के गरौँ त, टोटल बिल भर्सेस के त टिप भनेर दिउँ है त। ओके, ल यहाँ आएर भने अब हेरौँ है त। अब जुन अघि मैले माथि नम्बरमा कुरा गरेको थिएँ नि, अब यो चाहिँ प्लटमा आयो क्या कुरा। जस्तो अब यहाँ हेऱ्यो भने अब सबै अब अस्तिको जुन तपाईँहरूले हवर गर्दाखेरि यसको भेल्यु देखाउँदैन भन्नुहुन्थ्यो, त्यस्तो चाहिँ देखिँदैन मजाले होइन। नदेखे पनि त्यस्तो देखिने टुलहरू पनि हुन्छ जस्तो लाग्यो। तर यहाँ चाहिँ ल है त, त्यस्तो त्यति मजाले नि हेर्नु पर्दैन कि हाम्रो ठ्याक्कै थियो भनेर। सर हेर्नुभयो भने यहाँनिर नर्मल्ली है, धेरै डिपमा चाहिँ नजाम। नर्मल्ली हेऱ्यो भने अलिकति जुम आउट गरेर, ल नर्मल्ली हेऱ्यो भने के छ त, यो डाटा यसरी लिनियरली हल्का बढेको जस्तो छ क्या, सबै चाहिँ बढ्दैन। किन भन्दाखेरि अब रियल लाइफको स्याम्पलहरू भनेको एकदम पर्फेक्ट हुँदैन क्या। जुन हामीले पढ्दै आएको कुराहरू छ नि, म्याथमेटिक्समा पढ्दै आएको कुराहरू पर्फेक्ट चाहिँ हुँदैन। त त्यस इम्पर्फेक्सनबाट पनि एउटा प्याटर्न चाहिँ कस्तो जेनेरेट गर्न सकिन्छ त भन्ने कुराहरू हेर्ने हो। जस्तो यहाँनिर हेर्नुभयो भने यस्तो यहाँ हल्का टोटल बिलको एमाउन्ट बढ्दै जाँदा टिप पनि हल्का बढेको जस्तो एउटा देखियो नि। यहाँनिर हल्का यस्तो गऱ्यो भने, यहाँनिर एउटा लाइन प्लट गऱ्यो भने यस्तो प्लट हुने खालको देखियो नि। लाइन प्लट गर्ने कुरा त हामी पछि अब रिग्रेसनको बेलामा कुरा गरौँला होइन। तर यहाँ हेर्दा पनि टोटल बिल र टिप चाहिँ के छ त, डाइरेक्टली पर्पोर्सनल टु इच अदर होइन, कोरिलेटेड, पोजिटिभली कोरिलेटेड जस्तो देखियो नि हल्का होइन। जस्तै अब यहाँनिर थोरै टोटल बिल हुँदा टिप पनि थोरै दिएको छ। बिस्तारै अब हेर्नुभयो भने फेरि यहाँनिर 30को 35को टोटल बिल हुँदा पनि टिप थोरै दिनेहरू पनि छन् छन त। तर नर्मल्ली हेऱ्यो भने 30को हुँदाखेरि अलिक धेरै कुराहरू यहाँनिर छ, 20को हुँदा यहाँनिर अलिक क्लस्टर छ, टिप यहाँनिर 10को यहाँनिर क्लस्टर छ, 20को यहाँनिर क्लस्टर छ, हल्का बढ्दै बढ्दै गएको छ भेल्युहरू होइन नर्मल्ली। अनि यहाँनिर हेर्नुभयो भने जुन यहाँ $10 बिल के अरे टिप दिने कुरा थियो, त्यो मैले भनेको थिएँ नि $50 पे गर्ने, $10 टिप दिएको रहेछ। त्यस्तै अब 48तिर 47तिर भएकोले चाहिँ $9 लगभग $7 टिप पनि दिएको रहेछन्। अनि यही 48तिर हुनेले $5-6 टिप पनि दिएको रहेछ होइन। यस्तो कुराहरू चाहिँ यहाँ देखियो। अब यहाँ चाहिँ हाम्रो हेऱ्यो भने लगभग यो चाहिँ यो रेन्जमा बढ्दै गएको छ। अब यिनी कुराहरू चाहिँ आउटलायर टाइपको हुन् कि यता तलतिरका होइन। कोही चाहिँ अब थोरै बिलमा पनि धेरै टिप दिने रहेछ, कोही चाहिँ अब धेरै बिलमा पनि थोरै टिप दिने कुराहरू रहेछ। अब टोटल बिल बढ्दै जाँदा टिपको एमाउन्ट पनि बढ्दै जाने भनेको चाहिँ हाम्रो नर्मल जस्तो देखियो। भनेपछि अब यो कुराहरू जुन यहाँ आउटलायर भनेको त्यो चाहिँ आउटलायर खालको रहेन रहेछ। तर थोरै बिलमा धेरै टिप दिने अथवा धेरै बिलमा थोरै टिप दिने कुराहरू चाहिँ बरु आउटलायर हुन् कि जस्तो देखियो है त्यहाँनिर एउटा प्याटर्न हेर्दाखेरि चाहिँ। हल्का हेर्दाखेरि चाहिँ टक्क यस्तरी बढ्दै गएको नि होइन। अझै मजाले के हो कसो हो भन्ने कुरा चाहिँ अझै मजाले चाहिँ हेर्दै गइन्छ बिस्तारै प्लटहरू गर्दै होइन। तर यहाँ चाहिँ नर्मल्ली है त त्यसरी नै हो त हाम्रो यो चाहिँ प्रेडिक्ट गर्ने कुराहरू। ल ओके, अब यसमा चाहिँ लाइन प्लट पनि गर्नु मिल्छ है त। जस्तै अब लाइन प्लट गरिदिउँ, लाइन रिग्रेसन प्लट जस्तै हुन्छ लाइन प्लट हुन त। यसमा रिग्रेसन प्लट भनेको दुइटाको कम्बिनेसन हो जस्तो। ल टोटल बिल र टिपमा लाइन प्लट गरिदिउँ भने ओहो यसमा मिलेन। किन भन्दा किन यस्तो आयो भन्दाखेरि अब हरेक पोइन्टमा चाहिँ के हो, पोइन्ट प्लट गऱ्यो अनि त्यसलाई जोड्न खोज्यो कि, बुझ्नुभयो नि? अब के त टोटल बिल यहाँ 9 हुँदा कति छ टिप, अनि 10 हुँदा कति छ, 11 हुँदा कति छ, हरेक 244वटा भेल्युकै जोड्न खोज्दाखेरि चाहिँ हरेक भेल्युमा फरक फरक आयो नि, जिग जाग आयो त। त्यो एउटा टाइमको चाहिँ बरु यो के अरे लाइनको चाहिँ टाइम र टिपमा गऱ्यो भने चाहिँ होला बरु। ल ओके, अलि आयो। किनभने यहाँ टाइम भनेको लन्च र डिनर मात्र छ, दुइटा पोइन्टलाई मात्र जोड्दाखेरि चाहिँ त्यस्तो फरक परेन नि त। ल ओके, यहाँ भने लन्चमा चाहिँ के रहेछ त, टिपको एमाउन्ट नर्मल्ली थोरै टिप रहेछ। डिनरको बेलामा चाहिँ टिपको एमाउन्ट नर्मल्ली धेरै टिप हुँदो रहेछ। यति कुरा पनि बुझियो, ठिक छ नि? लन्चको बेलामा चाहिँ टिपको एमाउन्ट नर्मल्ली थोरै हुँदो रहेछ, डिनरको बेलामा चाहिँ टिपको एमाउन्ट नर्मल्ली के हुँदो रहेछ त, धेरै हुँदो रहेछ भन्ने कुरा है त। अनि यो चाहिँ यो बाहिरको जुन स्याडो छ नि, यो स्याडो भने चाहिँ कतिको डिस्ट्रिब्युटेड छ तलमाथि भन्ने कुरा है त। जस्तै अब बिचको भेल्यु चाहिँ यहाँनिर पऱ्यो 2.7तिर, अनि लोवर भेल्यु कहाँसम्म पुग्छ, अप्पर भेल्यु कहाँसम्म पुग्छ भन्ने टाइपको भयो। यता पनि हेऱ्यो भने बिचको भेल्यु चाहिँ यहाँनिर पुग्यो कति 2.9तिर, अनि अप्पर भेल्यु चाहिँ लगभग 3.2तिर पुग्यो, लोवर भेल्यु चाहिँ कति छ त 2.7876तिर छ होला यस्तो भन्ने भयो त। तर नर्मली चाहिँ हामीलाई के थाहा भयो त, लन्चमा भन्दा चाहिँ मान्छेले डिनरको बेलामा चाहिँ के गर्दो रहेछ त, धेरै टिप दिँदो रहेछ। ओके, यसै गरेर बक्स प्लट पनि गर्नु मिल्यो है त। अब बक्स प्लट पनि उताको जस्तै हो हुनलाई, एसएनएस डट के गर्ने त, बक्स प्लट गर्ने, बक्स प्लट। ओके, यसमा चाहिँ के गर्ने त, डाटाको डाटा फ्रेम दिने, अनि एक्समा चाहिँ डे दिएँ मैले, वाइमा चाहिँ टोटल बिल दिएँ। त्यसमा चाहिँ ल अब हेरौँ हरेक दिनको हेर्नु मिल्यो क्या यसरी। अब
एक्समा चाहिँ मैले के दिएँ त, डे दिएँ हरेक दिन होइन, थर्सडे फ्राइडे स्याटरडे सन्डे भन्ने 4वटा दिन थियो। वाइमा चाहिँ मैले के दिएँ त, टोटल बिलको एमाउन्ट दिएँ। टोटल बिलको एमाउन्ट भनेको 10 देखि 50सम्मको रेन्जमा पऱ्यो। जस्तै थर्सडेमा हेऱ्यो भने चाहिँ के रहेछ त, नर्मली हेरौँ है, अब हेर्नुभयो भने अब यो फरक फरक पर्छ भन्ने कुरा त यहाँ पनि आयो होइन है। जस्तै अब हेर्नुभयो भने यसको मिडियन एमाउन्ट कति छ त, लगभग 15 जस्तो भनौँ न, 15-16 जस्तो। यसको अझै कम रहेछ, तर यसको Q3 को भेल्यु चाहिँ अझै माथि रहेछ कि यसको भन्दा। नर्मली चाहिँ के भयो त, 50% चाहिँ यतिसम्मै परिसक्यो होइन, तर 50%देखि 75%सम्मको रेन्जमा चाहिँ धेरै भेल्युहरू पऱ्यो क्या यहाँनिर। बुझ्नुभयो नि, एउटा रेन्ज चाहिँ ठुलो भयो क्या त्यति। अनि यहाँनिर विस्कर्सहरू चाहिँ अब यसको हेर्नुभयो भने यसको हल्का लामो भयो, यसको भन्दा हल्का यसको लामो भयो होइन। यहाँनिर आउटलायरहरू पनि अलिकति रहेछ है। थर्सडेमा के रहेछ त, थर्सडेमा टोटल बिलको एमाउन्टहरू धेरै भएको, धेरै मान्छेहरू रहेछ। फ्राइडेमा त्यति रहेन रहेछ, स्याटरडेमा अलिअलि रहेछ, सन्डेमा पनि अलिअलि रहेछ होइन। लोवरतिर चाहिँ त्यति छैन बिलको आउटलायर होइन। हायर आउटलायरहरू चाहिँ अलिकति रहेछ। यो चाहिँ आउटलायर हो कि होइन भन्ने कुराहरू चाहिँ यसले मात्र पनि छुट्याएर त भएन होइन। अब कति छ, अब लगभग यहाँबाट हेर्दाखेरि यो 50तिरको 40तिरको त्यति भेल्युहरू छैन भनेपछि यतिलाई फाल्दा पनि भयो कि, किनभने यहाँनिर यिनीहरूलाई लिएर पनि त्यति धेरै इन्फर्मेसन चाहिँ हामीले गेन गर्न सक्दैनौँ, किनभने यहाँनिर धेरै भेल्युहरू पनि छैन नि त। 5-7 भेल्युले चाहिँ हाम्रो इन्फर्मेसन इन्साइटहरू लिन सक्दैन। त्यही भएर चाहिँ जस्तै अब यो थर्सडेमा कति त, थर्सडेमा 30भन्दा माथि गयो भने नै सिधै आउटलायर जस्तो हुँदो रहेछ भेल्यु। तर हेर्नुभयो भने त्यही भेल्यु चाहिँ स्याटरडेमा बिलको एमाउन्टमा चाहिँ 40सम्म पुग्ने बेलासम्म पनि आउटलायर नहुँदो रहेछ क्या, त्यो बिलको एमाउन्टहरूले गर्दा। बुझ्नुभयो नि, सन्डेमा त अझ त्यसभन्दा नि 42 जस्तो भेल्युसम्म पुग्ने बेलासम्म पनि आउटलायर नहुँदो रहेछ। त्यसरी चाहिँ हरेक डेमा चाहिँ बिलको एमाउन्टहरू फरक फरक आउने भएर अनि हरेक डे अफ के अरे हरेक टाइममा चाहिँ, अब यो त डेमा भयो, टाइममा पनि हेर्न मिल्यो। जस्तै हामीले होइन, टाइममा पनि हेऱ्यो भने बिहान लन्चमा चाहिँ के हो, त्यो त टिप पनि थोरै आएको थियो होइन, लन्चमा टिप पनि थोरै आएको थियो, टोटल बिल पनि थोरै आएको थियो। त्यही भएर यो आउटलायर पनि 30भन्दा माथि जाँदै बित्तिकै भयो। डिनरमा के थियो त, टोटल बिल पनि धेरै आएको छ, आउटलायर पनि त्यही भएर अलि माथि नै भएको छ। 40देखि माथि गयो भने बल्ल आउटलायर भएको छ, अनि टिप्स पनि धेरै आएको छ, मान्छे पनि के छ त, टोटल बिल पनि धेरै आएको छ। त्यो कुराहरू पनि हेर्नु मिल्यो है त यहाँनिर। मैले चाहिँ डे राखेँ, अनि यसलाई टाइम भनेर पनि राख्थेँ है त। ल, कुराहरू चाहिँ त्यसरी नै हो है त, भिजुअलाइज गर्ने, त्यसरी इन्फर्मेसन लिने चाहिँ त्यसरी नै हो है त। ल ओके, अब हिस्टोग्राम हेरौँ। यसमा चाहिँ केडी पनि प्लट गर्नु मिल्छ, अनि ट्याक्क स्क्रिनेसको कुराहरू पनि ट्याक्क गर्नु मिल्छ है त। हिस्टोग्राम कति भयो, टाइम भएर 36 भइसकेको छ है। एसएनएस हिस्टोग्राम गरौँ। हिस्टोग्राम चाहिँ टोटल बिलको हाम्रो के हेरौँ त, कसरी डिस्ट्रिब्युसन भएको छ भन्ने कुरा हेरौँ है त। टोटल बिलको डिस्ट्रिब्युसन चाहिँ हेऱ्यो भने यहाँनिर अब यो 10 भनेपछि यहाँ जस्तै 4-5को रेन्जमा भनौँ, यहाँ चाहिँ थोरै रहेछ। लगभग हाम्रो 10, 12 भने, अनि 14 अनि 16 भन्ने, 10, 12, 10 र 12 भन्ने लगभग भेल्यु भनौँ न, यिनीहरू चाहिँ म्याक्सिमम् रहेछ धेरै बिलको एमाउन्टमा होइन। अनि त्यसपछि 14 भन्ने अलिक कम रहेछ। त्यसपछि यता जाँदाखेरि घट्दै गर्दै गएको रहेछ। भनेपछि म्याक्सिमम् बिलहरू चाहिँ कतिको रेन्जमा छन् त, 10देखि लगभग $14को भनौँ न, $14-15को रेन्जमा चाहिँ धेरैजनाको बिलहरू रहेछ। अनि त्यसपछि चाहिँ एमाउन्ट पनि बढ्दै गएको चाहिँ के छ त, बिलको के अरे मान्छेको ऊ पनि घट्दै गएको छ, बिलको सङ्ख्या पनि। बिलको एमाउन्ट र बिलको सङ्ख्या है त। यो चाहिँ बिलको एमाउन्ट 10, 20, 30, 40, 50 भन्ने। अनि यता चाहिँ यो चाहिँ के हो त, काउन्ट भनेको चाहिँ सङ्ख्या हो बिलको। अनि 50मा चाहिँ के छ त, यी अलिकति 50मा चाहिँ रहेछ है, 40 लगभग 45सम्म जाँदाखेरि चाहिँ घटिसकेको थियो। 50मा चाहिँ बरु अलिकति आएको रहेछ, लगभग 3-4वटा बिल जस्तो आएको रहेछ। जस्तै अब यसमा चाहिँ मिल्छ त, लगभग केडी इक्वल्स टु ट्रु गर्न मिल्छ है त यसमा चाहिँ। ल, यसमा चाहिँ मैले केडी इक्वल्स टु 2 गरेँ भने चाहिँ यस्तो एउटा प्लट भयो नि हो। यो प्लट चाहिँ हेर्नुभयो भने हल्का यता त्यो तान्नेको खालको भयो नि। यसलाई चाहिँ हामीले पोजिटिभली स्क्युड भन्छौँ कि, बुझ्नुभयो नि। पोजिटिभली स्क्युड छ भन्दा बित्तिकै चाहिँ के हो त, यसको यतातिर चाहिँ आउटलायर छ, यतातिर चाहिँ विस्कस लामो छ भन्ने कुरा हो क्या। टोटल बिलको काउन्टमा चाहिँ त्यतातिर चाहिँ विस्कस लामो छ भन्ने कुरा हो। यो त हामीले अब टोटल बिल डेको आधारमा हेऱ्यौँ होइन, नर्मली टोटल बिल हेर्दा। तर यो भनेको चाहिँ अब यति बेलै कुरा गरौँ। स्क्युनेस भनेको चाहिँ आउँदै हुनुहुन्छ सर, म्यापवाला अलिकति के 914, ओहो यो म्यापवाला कति बेलाको भन्नुभएको। ए अघि त्यो म्याटप्लटलिपबाट म्यापवाला भन्नुभएको थियो होला, त्यो म्यापवाला चाहिँ हामीले त्यति युज गर्दैनौँ, त्यही भएर मैले भनेको छैन। म्यापवाला चाहिँ हामीले कति बेला युज हुन्छ, पछि क्लस्टरिङमै युज हुन्छ कि। क्लस्टरिङमा चाहिँ यता क्लस्टर बन्ने उता क्लस्टर बन्ने, त्यति बेलै गरौँला है त। म्याटप्लटबाट भन्दा पनि त्यो क्लस्टरिङमा त्यति बेलै कन्सेप्ट बुझौँला, अनि त्यति बेलै प्लट गरौँला भनेर। ल ओके, स्क्युनेसको कुराहरू हेर्दाखेरि चाहिँ यो जस्तो छ नि, यो बेल कप नर्मल डिस्ट्रिब्युटेड कप, यो भनेको चाहिँ नर्मल कप हो, बुझ्नुभयो नि। अब यसमा चाहिँ यस्तो टुप्पो तान्नेर यस्तो कप बन्यो भने चाहिँ यसलाई के भन्छ, नेगेटिभली स्क्युड भनिन्छ। यही कप चाहिँ यता यस्तो उठेर यता पछाडि चाहिँ यस्तो टुप्पो तान्ने भने चाहिँ, यता यस्तो उठेर यता चाहिँ पछाडि यसरी टुप्पो तान्ने भने चाहिँ यसलाई पोजिटिभली स्क्युड भनिन्छ है त।
यो चाहिँ नर्मल हो, यो चाहिँ नेगेटिभली स्क्युड भयो, यो चाहिँ पोजिटिभली स्क्युड भयो। बुझ्नुभयो नि, यो चाहिँ स्क्युनेसको कुरा भयो। अब यो भनेको चाहिँ के हो त, यहाँनिर चाहिँ यसको लगभग लगभग धेरै भेल्युहरू चाहिँ यहाँ छ भनेको, यसको पनि लगभग धेरै भेल्युहरू यहाँ छ भनेको होइन, यसको पनि लगभग धेरै भेल्युहरू यहाँ छ भन्ने कुरा लगभग कन्सेप्ट त्यही नै हो नि होइन। ल ओके, यसमा चाहिँ के हुन्छ त, मिडियन भनेको चाहिँ लगभग यही रेन्जमा पर्छ है होइन। यसमा चाहिँ मिन, अब मिन र मिडियन लगभग यही बिचमै पर्छ क्या। मिन र मिडियनलाई मैले के लेखेँ त, Q2 लेखेँ मिडियनलाई, अनि मिनलाई मैले म्यु लेख्छु होइन। मिन र मिडियन लगभग लगभग यहीँनिर पर्छ। यसको चाहिँ के हुन्छ, मिडियन चाहिँ यहाँनिर पर्छ, मिन चाहिँ अगाडि परिदिन्छ कि यहाँनिर होइन। यो चाहिँ मिडियन यहाँ पर्छ, मिन चाहिँ यहाँनिर परिदिन्छ। यस्तो भयो भने चाहिँ के भयो, त्यो नेगेटिभली स्क्युड भयो, यस्तो भयो भने चाहिँ पोजिटिभली स्क्युड भयो। यसको चाहिँ यतातिर आउटलायर छ, यसको चाहिँ यतातिरको भेल्युहरू आउटलायर छ भन्ने कुरा बुझिन्छ है त। यसलाई चाहिँ अब हामीले आरले पनि रिप्रेजेन्ट गर्दाखेरि अब अलिक पछाडि पनि हेरौँ न त रिलेसनमा। आर भनेको चाहिँ नेगेटिभ छ भने चाहिँ पोजिटिभली स्क्युड होइन। आरको भेल्यु आरको अलिक यसमा आरको त पियर्सन कोरिलेसन हो, कोरिलेसन र अलिकति हो अलिकति फरक कुरा भयो न त। ल यति कुरा चाहिँ बुझौँ है त यसलाई। पोजिटिभली स्क्युड र नेगेटिभली स्क्युड भनेको अब यस्तो भयो। पोजिटिभली स्क्युड छ भनेको चाहिँ यतातिरको चाहिँ अलिकति भेल्युहरू धेरै धेरै काउन्ट चाहिँ थोरै छ, यिनीहरूको फ्रिक्वेन्सी चाहिँ थोरै छ, तर भेल्युहरू चाहिँ छ कि यिनीहरू भनेपछि अब थोरै काउन्ट हुँदा बित्तिकै यिनीबाट हामीले धेरै इन्फर्मेसन गेन गर्न सकिँदैन। तर यिनीहरूले गर्दा मोडल चाहिँ अलिकति त तानिन्छ, त्यही भएर यिनीहरूलाई हटाउनु पऱ्यो। अब यता पोजिटिभली स्क्युड हुँदा पनि यसलाई यसरी हटाउनु पऱ्यो। लगभग हामीले चाहिँ जहिले पनि हाम्रो डाटाले जस्तो नर्मल कन्डिसनमा पुऱ्याउन ट्राई गर्नुपर्छ। यस्तो भयो भने चाहिँ नर्मल डिस्ट्रिब्युसन भयो भने चाहिँ के हुन्छ त, हामीसँग इनफ डाटा हुन्छ। इनफ डाटा इन द सेन्स कस्तो भन्दा जस्तै अब यता भनेको चाहिँ थोरै थोरै फ्रिक्वेन्सी भएको डाटा छ, यिनीहरूबाट हामीले धेरै इन्फर्मेसन गेन गर्न सक्दैनौँ। धेरै इन्फर्मेसन गेन गर्न नसकेपछि त्यस्तै खालको डाटा फेरि आयो भने प्रेडिक्सन गर्न गाह्रो पर्छ। यहाँनिर हेऱ्यो भने चाहिँ हरेकमा के छ त, एउटा इनफ नम्बर अफ हामीसँग के छ त स्याम्पलहरू छ क्या। अनि यो धेरै जस्तो डाटाहरू चाहिँ यहाँ ठ्याक्कै यतानिर पर्छ, त्यही भएर हाम्रो धेरै जस्तो भेल्युहरू प्रेडिक्ट गर्दा यहीँनिर पर्ला होइन। अलिकति भेल्यु यता पर्ने र अलिकति भेल्यु यता पर्ने कुराहरू भइहाल्यो। यहाँ चाहिँ म्याक्सिमम् भेल्यु यता पर्छ, अलिकति मात्र यता पर्छ नि त, थोरै मात्र। त्यही भएर यस्तो नर्मल डिस्ट्रिब्युसन भयो भने चाहिँ हाम्रो मोडलको प्रेडिक्सन राम्रो हुने भयो होइन। मैले नर्मली सिम्पल भाषामा भनिरहेको छ है त, अब धेरै उसमा गएको छैन, बिस्तारै मैले गर्दै जान्छु है त अगाडि बढ्दै जाँदाखेरि। अहिले चाहिँ के बुझौँ त, यस्तो नर्मल डिस्ट्रिब्युटेड कप छ भने अथवा हाम्रो डाटा चाहिँ नर्मली डिस्ट्रिब्युटेड छ भने हाम्रो चाहिँ मोडलको प्रेडिक्सन राम्रो हुँदो रहेछ। त्यही भएर चाहिँ हामीले जहिले पनि मोडललाई चाहिँ यस्तो नर्मल डिस्ट्रिब्युटेड मोडलमा कन्भर्ट गर्न ट्राई गर्दो रहेछ। अब अहिलेसम्मलाई चाहिँ हामीले कसरी कन्भर्ट गर्ने भन्ने कुरा गरेको छैनौँ, कसरी चाहिँ फाइन्ड गर्ने त्यस्तो छ कि छैन भन्ने मात्र कुरा गरेको छौँ। ल यस्तो यसमा पनि यस्तो आउटलायरहरू देखियो यी बक्स प्लटबाट पनि, अथवा यस्तो हिस्टोग्राममा पनि यसरी स्क्युनेस खालको देखियो है त। यस्तो स्क्युड भएको खालको देखियो। यो चाहिँ हटाउनु पर्यो भन्ने कुरा हो। कसरी हटाउने, के गरेर हटाउने भन्ने कुरा चाहिँ बिस्तारै हेरौँ ल। जस्तै अब यो चाहिँ के भयो त, टोटल बिलमा भयो। त्यस्तै गरी अरूमा पनि हेरौँ न, न्युमेरिक भेल्युहरूमा केडी प्लट गर्नु मिल्यो है त। जस्तै अब टोटल बिल अर्कै थियो त, टिप भन्ने कुरा पनि थियो, टिप थियो कि टिप्स थियो, टिप रहेछ ल। टिपमा हेऱ्यो भने यस्तो रहेछ है त, यसमा पनि यस्तो पोजिटिभली स्क्युड रहेछ। त लगभग $1 यति भेल्यु भयो, लगभग हाम्रो $2-3 2.3 टाइपको चाहिँ एकदम भेल्यु धेरै रहेछ। अनि यहाँ चाहिँ 3.2 3.3 कति हो यो होइन, त्यो पनि अलिकति धेरै रहेछ। अनि 4सम्म चाहिँ लगभग ठिकै हो। अनि त्यसपछि 5-6 हो, अनि यहाँनिर 5को चाहिँ अलिक धेरै रहेछ। फेरि $5को चाहिँ टिप अलिक धेरै रहेछ, 4मा घट्यो भने 6तिर गएको चाहिँ गर्दै गर्दै गएको छ। $10 टिप दिने चाहिँ मान्छेहरू धेरै छैनन् लगभग। अब यो हेऱ्यो भने यसको पिक चाहिँ लगभग यहाँ पुगिसकेको छ, तर यो कब यहाँसम्म तान्नेको छ क्या। अब लगभग हामीले पछि पनि मान्छेले कति टिप दिन्छ त भनेर प्रेडिक्ट गर्न खोज्यौँ भने म्याक्सिमम् मान्छेले कति टिप दिन्छ त, 2देखि 4को रेन्जमा दिन्छ होइन। तर हाम्रो यो कुनै पनि मान्छे 6, 8, 10 यस्तो खालको टिप्स दिएको भएर हाम्रो 2देखि 4 भन्ने भेल्यु चाहिँ धेरै प्रेडिक्ट गर्नुपर्ने मोडलले चाहिँ अलिकति पछाडितिर सिफ्ट हुन्छ क्या मोडल। अनि त्यो भेल्यु चाहिँ यतातिर प्रेडिक्ट गर्छ, अथवा यहाँको यो भेल्युहरू चाहिँ मजाले प्रेडिक्ट गर्न सक्दैन। हामीले चाहिँ के हुनु पर्यो त, जहाँनिर डिस्ट्रिब्युसन धेरै छ त्यो कुरा चाहिँ धेरै प्रेडिक्ट गर्यो भने चाहिँ एकुरेसी बढ्ने भयो नि त मोडलको। बुझ्दै हुन्छ नि कुरा। किन भन्दा एकुरेसी बढ्ने भनेको के हो त, अथवा एकुरेसी बढ्ने भनेको धेरै कुराहरूलाई चाहिँ राइट प्रेडिक्ट गर्ने हो। धेरै कुराहरूलाई राइट प्रेडिक्ट गर्नलाई के हुनु पर्यो त, जुन कुरामा धेरै फ्रिक्वेन्सी छ त्यो कुरा चाहिँ धेरै चाहिँ प्रेडिक्ट हुनु पर्यो। अब त्यो धेरैचोटि प्रेडिक्ट हुनुको लागि हाम्रो के हुनु पर्यो त, यही कुरा प्रेडिक्ट हुनु। तर यतातिर पोजिटिभली स्क्युड भएर 8, 9, 10 भन्ने डाटामा पनि मोडल ट्रेन हुँदै गर्दाखेरि चाहिँ के हुन्छ त, मोडलले थोरै पनि के भयो त हाम्रो टोटल बिलको एमाउन्ट बढ्यो अथवा केही कुराहरू सिफ्ट भयो भने हाम्रो टिपको एमाउन्ट हाई दिने भयो क्या। तर हाम्रो टिपको एमाउन्ट हाई हुने चान्स त एकदम कम छ। बुझ्नुभयो नि, त्यो हुँदाखेरि चाहिँ मोडलको एकुरेसी घट्न जान्छ। हो त्यही नहोस् भनेर चाहिँ हामीले के गरिन्छ, त्यो मोडललाई फर्स्टमा स्क्युनेस हटाउने ट्राई गरिन्छ। अनि स्क्युनेस हटाएर मात्र के गरिन्छ त, हाम्रो मोडलमा पठाएर के अरे हाम्रो यो प्रेडिक्सन गर्ने काम गरिन्छ है त। ल ओके, यति भयो, कति भयो 43 भयो। ल ओके, हिट म्याप बुझ्न थाल्यो भने फेरि अब कोरिलेसन बुझाउनुपर्छ। ल ओके, हिट म्याप र हाम्रो पेयर प्लट चाहिँ भोलि गरौँ ल।
लगभग त्यति नै हो। क्याटेगोरिकल प्लटहरू चाहिँ त्यति नगर्दा पनि हुन्छ। स्क्युनेस मिन्स ल्याक अफ सिमेट्री हो। स्क्युनेस भनेको ठ्याक्कै ल्याक अफ सिमेट्री हो। इफ द बेल सेप कप इज इलङ्गेटेड टु द राइट स्कल राइट त्यही हो पोजिटिभ स्क्युड। इफ द लेफ्ट स्कल लेफ्ट स्क्युड र नेगेटिभ स्क्युड सेम ट्याक्कै कुरा यही है त। ल्याक अफ सिमेट्री हो ट्याक्कै। मैले त्यही पनि भने नि होइन, ठ्याक्कै नर्मल कप भनेको सिमेट्रिक कप छ, नर्मली डिस्ट्रिब्युटेड भएको। ल्याक अफ सिमेट्री भनेको त्यही। इट इज हिस्टोग्राम के भन्नुभयो, हिस्टोग्राम त कन्टिन्युस डाटाको लागि कन्टिन्युस डाटा त हो त। यो कन्टिन्युस डाटा त होइन र। हाम्रो टोटल बिल भन्ने कन्टिन्युस डाटा हो, टिप भन्ने कन्टिन्युस डाटा हो। कहाँ ऊ डाटा होइन त, हाम्रो डिस्क्रिट डाटा होइन त। कन्टिन्युस डाटा भनेको र डिस्क्रिट डाटा भनेको कस्तो हो त। जस्तो डिस्क्रिट डाटा भनेको 10, 20, 30 त्यस्तो खालको डिस्क्रिट डाटा भयो। कन्टिन्युस डाटा भनेको चाहिँ कस्तो छ त, जस्तै जस्तै यहाँ हेऱ्यो भने नि, यहाँ हेर्नुभयो भने जस्तै यो एउटा रेन्ज दिँदै गयो नि त। कन्टिन्युस डाटा भनेको त्यही त नि, 0देखि 2को, 2देखि 4को, 4देखि 6को, 6देखि 10को भनेर। हाम्रो डाटा 2.2, 2.3, 2.4, 2.5 गर्दै गएको छ, एउटा रेन्जमा लिएको छ। त्यो भएर कन्टिन्युस डाटा नै हो त्यही हो। डिस्क्रिट डाटामा गऱ्यो भने त मजै भयो नि त। जस्तै अब 2मा एउटा 12 आउँछ, 10मा एउटा 12 आउँछ, 15मा एउटा 12 आउँछ, 20मा एउटा 12 आउँछ। त्यसरी त भएन त, कन्टिन्युसै हो है त हाम्रो। डिस्क्रिट डाटा छ, डिस्क्रिट डाटा होइन। जस्तो अब डाटा चाहिँ अब तपाईँले हेर्नुभयो भने कस्तो भन्ने, डिस्क्रिट डाटा भनेको चाहिँ ठ्याक 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 भेल्यु भएको डाटा क्या, 10, 12, 13, 14, 15 टाइपको होइन। अब त्यस्तोलाई चाहिँ एक गर्दै प्लट गर्ने हो। अब यसमा चाहिँ हाम्रो दुईवटा बिलको एमाउन्ट, एउटा 2.2 होला, एउटा 2.23 होला, एउटा 2.25 होला होइन। त्यस्तोलाई 2.2 भनेर ठ्याक्कै त्यसरी बनाउनु मिल्दैन नि त। त्यही भएर हामी एउटा रेन्जमा हेर्छौँ कि 2.1 देखि 2.2सम्म, 2.2 देखि 2.3सम्म त्यसरी रेन्जमा हेरिन्छ नि त। हो त्यो रेन्जमा हेर्ने भनेको त्यही त हो नि कन्टिन्युस डाटा होइन र। कन्टिन्युस डाटा भनेको के भन्नुभयो, त्यही हो है त ल कुरा मैले भन्न खोजेको। ओके, आजलाई त्यति गरौँ। बुझ्नुभयो नि है आशिष भुजेलजी। डाटालाई कन्टिन्युसै त्यसरी गराएको है त हामीले, डाटालाई कन्टिन्युसै बनाएर चाहिँ प्लट गरेको खालको हो। अब केडीमा चाहिँ के अरे मैले बिन्सहरू चाहिँ कति दिएँ भने अनुसार चाहिँ त्यो डाटाको रेन्ज कति राख्ने भन्ने कुराहरू डिटर्माइन हुने भयो। कन्टिन्युस डाटा बनाउने भनेको त्यही त हो नि होइन र, कि मैले फरक बुझेँ हो र, त्यही नै हो। बिन्सहरू कति दिने भन्ने कुराले चाहिँ अब रेन्जहरू कति राख्ने त उसको भन्ने खालको कुरा भयो। अनि त्यसरी प्लट हुने भयो त। ठिक छ, अरू केही छ? आज सकिन्छ कि भनेर सकिएन है त। ल मैले त्यो बक्स प्लटको कुरा चाहिँ अझै एकचोटि हेर्छु त म। ठ्याक्कै त्यही हो कन्सेप्ट हुनलाई होइन। यहाँ चाहिँ कतिको काउन्ट छ भन्ने खालको कुरा हो। काउन्ट भन्दा पनि भेल्युको कुरा हो हुनलाई होइन। यहाँनिर चाहिँ ठ्याक्कै क्युटुमा भेल्यु पुग्यो तर काउन्ट पुगेन भन्ने टाइपको कुरा। अझै एउटा इक्जाम्पल चाहिँ ट्याक्क मिल्ने गरी म भोलि तपाईँहरूलाई मजाले बुझाउँछु। ल ओके, के छ भने भन्दै गर्नु है त। सायद चाहिँ डिस्क्रिट छ जस्तो लाग्यो। कस्तो खालको, सायद चाहिँ डिस्क्रिट छ जस्तो लाग्यो भन्नुभयो। यो उसको भन्नुभयो भने तपाईँहरूले टिप र टोटल बिलको यस्तो डिस्क्रिट छ। मैले हल्का बुझिनँ कि साइज भेरिएबल मैले बुझिनँ है। तपाईँले के भन्न खोज्नुभएको चाहिँ मजाले। क्लास साइज वर्ल्ड डिफरेन्ट छैन, लुक्स लाइक बार डायग्राम होइन होइन, बार डायग्राम होइन। बार डायग्राम भनेको फरक हो क्या। बार डायग्राम भनेको ठ्याक्कै त्यही मैले जुन अघि हामीले बार डायग्रामको इक्जाम्पल पनि हेर्दाखेरि स्यामसङमा, रेडमीमा भनेर त्यस्तो एउटा छुट्टा छुट्टै क्याटेगोरीमा हुन्छ कि बार डायग्राम भनेको। डिस्क्रिट डाटा भनेको लगभग क्याटेगोरिकल डाटा बट विथ नम्बर्स टाइपको हो कि, त्यसरी बोल्नु न होइन। त्यो अब 10मा, 20मा, 30मा, त्यो 1मा, 2मा, 3मा, 4मा गर्दै त्यसरी प्लट हुँदै गयो भने चाहिँ बार डायग्राम भयो। तर 10देखि 20को रेन्जमा, 20देखि 30को रेन्जमा त्यसरी रेन्जमा गयो भने कन्टिन्युस डाटा भयो। कन्टिन्युस डाटा नै हो, त्यसरी बुझ्नु न। यो हाम्रो यसमा साइज भन्ने भेरिएबल चाहिँ तपाईँको यो जुन के भन्छ, अब हुन त इन इन अ वे कन्टिन्युस भनेको त खासमा डेसिमलमा आउँछ भने हामी कन्टिन्युस भन्ने हो होइन। हो साइज चाहिँ तपाईँको यो इन्टिजर फर्ममा छ। सो मेबी यसलाई चाहिँ हामी डिस्क्रिट भन्न सक्छौँ। तर अब डिस्क्रिट डाटालाई पनि हामीले कन्टिन्युसमा लानु नमिल्ने त होइन। होइन होइन, हो ठिकै कुरा गर्नुभयो। पोइन्टमा छ त्यसरी पनि डिफाइन गर्न मिल्यो। त्यही नै हो हुन त खासमा होइन कन्टिन्युस भनेको। तर बुझ्नुभयो नि के भन्नु खोजेको, अब कसरी भन्नु कि त्यही नै हो। कन्टिन्युस र डिस्क्रिट भनेको त 10 to डिस्क्रिट भने 10 to 12 to 10 गर्दै गएको भयो। कन्टिन्युस भनेको पोइन्टमा आएको भेल्युहरू भयो। अनि एउटा रेन्जमा लिँदै गइयो भने त्यसरी एउटा स्याम्पल साइज टाइपको डिफाइन गरेको भयो नि त। क्लास साइज वर्ल्ड डिफाइन छैन सर, सो इट लुक्स लाइक बार डायग्राम। क्लास साइज भनेको चाहिँ तपाईँले यो भन्नुभएको होइन, कति साइज भनेर। त्यही भन्नुभएको जस्तो लाग्यो कि त्यो भन्दै गर्नु है त। क्यागलबाट डाटा सेट डाउनलोड गरेर जिप फाइलमा डाउनलोड गर्न सिएसपीमा कसरी हुन्छ भन्नुभयो होइन। जिप फाइललाई उ गर्नु न, जिप फाइललाई अनजिप गर्नु न, त्यसभित्र सिएसपी फाइल हुन्छ त।
जिप फाइल अनजिप गर्नु त्यसभित्र CSV फाइल हुन्छ है त त्यही हो है त मैले हल्का बुझिनँ कि तपाईँहरूलाई हल्का बुझ्न सकिनँ कि एटेन्डेन्स गरौँ है त